त्यसको लागि एउटा इक्जाम्पल जहाँ चाहिँ मोसाको समयमा जसरी त्यो फारोलाई चाहिँ परमेश्वर आफैले चाहिँ उसको हृदय चाहिँ के अरे कठोर बनाइदिएको छ भन्ने कुरा छ क्या। अनि त्यो अब जस्तै तिमीले भन्यो कतिजनाले देखे सबैजनाले येशू ख्रीष्ट स्वर्ग हराउनु हुँदाखेरि देखे तापनि उनीहरूले आफ्नै फेरि पापमै डुबे भन्ने कुरोहरू छ। यसमा चाहिँ अब फेरि परमेश्वरले अघिबाट नै हामीलाई चिन्नु भएको छ भन्ने कुरामा जान जस्तो लाग्छ क्या। नबिल खरोसी भन्ने मरेर गइसक्यो, तिमीहरूले देखेको होला होइन, मुस्लिम मान्छे। उसको अब लाइफ स्टोरी हेऱ्यो भने ऊ त एउटा कलेजको स्टुडेन्ट भएर उनीहरूले कम्पेरिजनै गरेको, ऊ मुस्लिम हो अनि एउटा क्रिस्चियनमा, अनि उनीहरू एउटा ल नि त होइन। अनेस्टली सर्च गर्दैछौँ कुन चाहिँ मेक सेन्स र अलिकति लाइफ के भन्छ भरोसा गर्न सकिन्छ दुइटै स्क्रिप्चरमा, एउटा कुरान भयो एउटा बाइबल भन्दाखेरि ऊ भरे फेल खाएर भरे बाइबललाई विश्वास गर्नुपर्ने भयो क्या। उसले अनेस्टली रिसर्च गर्दै जाँदा त्यस्तो हुन्छ या। अब तर मानिसहरू अनेस्टी हुँदैन नि त, त्यो हो क्या जस्तो लाग्छ। एउटा जन क्याल्भिनको हेरिरहेको थिएँ क्या यहाँनिर, एउटा राम्रो समराइज चाहिँ कसरी गरेर जन क्याल्भिनले यो क्राइस्ट एलोन भन्नेलाई अलिकति हेर्दाखेरि चाहिँ कसले हेर्छ नि, द ओन्ली वान हु इज ट्रु गड कुड डिसेन्ड टु सेभ, ओन्ली वान हु इज ट्रु म्यान कुड ओबे एन्ड सफर इन आवर स्टेड, हेन्स द हाइपोथेटिक union, two nature, one person. It's not a technicality, it is a backbone of Christ alone. हेलो जय मसी सबैजनालाई। हामी फेरि अर्को एपिसोड लिएर आएका छौँ। लाइक वी डिड अरू एपिसोड्समा बितेको 2टा एपिसोड्स जस्तो लाग्छ। आई थिङ्क 5 सोलाजमा हामी गफ गरिरहेको छौँ। अनि यसपालि चाहिँ हामीले क्राइस्ट अलोन भन्ने एउटा सोलालाई हामी गफ गर्दैछौँ। किन भन्दाखेरि हामीले खासै क्रमबद्ध गर्न प्रयास गरेको थियो, तर त्यस्तो भएन। अनि डिसेम्बर महिना पऱ्यो, अनि डिसेम्बर महिना परेको कारणले गर्दा चाहिँ वी अल नो येशू ख्रीष्ट जन्मिएको महोत्सव चाहिँ अब हामी डिसेम्बरदेखि नै हामी देख्न सक्छौँ है। आफ्नो साथीभाइ यसो घर छिमेकी हुँदै लाइट्सहरू बालेको देख्छौँ, क्रिसमस ट्री इभन स्टोर्समा पनि। अनि त्यसकै एउटा के भन्छ डिसेम्बरमा चाहिँ वाइ नट हामी क्राइस्ट अलोनलाई गफ गर्ने त होइन भनेर हामीले त्यसलाई चाहिँ ठ्याक्कै मिलाएर बोल्ने प्रयास गरिरहेछौँ। अनि जति पनि आज हामी गफ गर्नेछौँ, हामी वी विल टक अबाउट क्राइस्ट होइन, उहाँको चाहिँ कस्तो के थियो भन्ने कुराहरू, अनि क्राइस्ट अलोन कसरी आयो भन्ने कुरालाई हामी गफ गर्नेछौँ। सो हामीले क्राइस्ट अलोन भन्ने बित्तिकै चाहिँ होइन वरियु अब सिधै सुन्दा त येशू ख्रीष्ट मात्र भनेको अब इम्पोर्टेन्स जसँगै फर्स्टचोटि सुन्नेहरूलाई त लाइक त्यस्तो लाग्न सक्छ होइन। अब क्राइस्ट अलोन भन्नुको महत्त्व चाहिँ क्राइस्टद्वारा मात्रै हामी पिता कहाँ पुग्न सक्छौँ, स्वर्ग जान सक्छौँ भन्ने विषय चाहिँ लाई चाहिँ महत्त्व दिइन्छ जस्तो लाग्छ। अब उहाँ बाहेक चाहिँ अरू कोही नै छैन, त्यही भएर चाहिँ क्राइस्ट अलोन भनेको हो होइन। कतिचोटि अब अन्डरस्ट्यान्डिङ गर्दाखेरि एलोन भन्ने बित्तिकै जस्तो हामी नेपाली स्पिकिङ भएको कारणले कतिचोटि एउटै मात्र हुन्छ नि, एउटै भनेर चाहिँ सुन्नसक्छ, तर त्यसको मिनिङ बिहाइन्ड क्राइस्ट अलोन। अब हामीले यो 5वटा सोलासको कुरा गर्दै गर्दा एलोन 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 छ नि त सबैमा होइन। एलोनलाई चाहिँ त्यसरी हुन्छ नि, अब येशू ख्रीष्टद्वारा मात्रै, अब जन 3:16लाई हेर्ने हो भने उहाँ जसले विश्वास गर्यो होइन स्वर्गको भागीदार हुने पाउने कुराहरू त्यहाँ लेखिएको छ नि त। क्राइस्ट अलोन चाहिँ अलिकति त्यसरी हामीले दाब्न सक्छौँ जस्तो लाग्छ दाइ, व्हाट डु यु थिङ्क? अब उद्धारको विषयमा, मुक्तिको विषयमा चाहिँ उहाँबाट मात्रै हुनसक्छ, अरू चाहिँ छैन भन्ने विषय हो। यद्यपि अघि तिमीले हामीले पोडकास्ट गर्नुभन्दा अगाडि अब पवित्र आत्मा परमेश्वर त्रिएक परमेश्वरकै उयो हो जुन मुक्तिकोमा अब भाग चाहिँ छ, तर एज अ बाइबलले हामीलाई धेरै ठाउँमा अब विश्वास गर्नुपर्ने चाहिँ त्रिएक परमेश्वर हो। तर बाइबलमा जस्तै येशू मात्रै, जस्तै अब धेरै आइएम भन्ने कुरोहरू हामी अस्ति
पास्टर शङ्करको सर्मनमा सिरिजमा धेरैवटा त्यही सुनेको छु होइन, आई एम दि वे ट्रुथ एन्ड लाइफ भन्ने होइन। अब त्यहाँनिर होली स्पिरिट चाहिँ होइन भन्नु नि अप्ठ्यारो, अब त्यो आई मिन हि रिप्रेजेन्ट अल थ्री एक परमेश्वरलाई उहाँले गर्नुहुन्छ, तर उहाँलाई नै दिएको छ क्या त्यो के भन्नु, एउटा थ्री एक परमेश्वरमा पनि एउटा काम छुट्टाएको जस्तो देखिन्छ क्या, आफ्ना आफ्नै रोलहरू। जस्तै अब रिजेनेरेसन, अब के भन्छ त्यो नयाँ भएर जन्मिने क्रममा पवित्र आत्मा काम छ, अनि अहिले पनि हामी पवित्र आत्माको एरामा छौँ भन्छौँ नि त। जस्तै अब हामी प्रार्थना गर्दा पवित्र आत्मा परमेश्वरले हामीलाई सहायता मद्दत गर्नुहुन्छ। त्यति भन्दा चाहिँ के यसो चाहिँ छैन भन्ने हुँदैन फेरि क्या, दे आर टुगेदर अल टुगेदर। तर एउटा स्पेसिफिकली लिने भने चाहिँ पवित्र आत्मालाई हामी त्यो समय लिन्छौँ। सो वी क्यान से कि यसो क्रिस्ट चाहिँ हामी किन लिइरहेको छौँ भन्दाखेरि चाहिँ उहाँ चाहिँ लाइक हुन्छ नि, एउटा खोलादेखि एउटा किनारदेखि अर्को किनारमा जानु लागि एउटा ब्रिज, एउटा ब्रिज चाहिन्छ। अनि त्यो ब्रिजको काम चाहिँ उहाँले गर्नुभएको छ, जहाँ चाहिँ उहाँद्वारा मात्रै हामी चाहिँ स्वर्गमा प्रवेश गर्न सकिन्छ। तर फेरि अब जस्तै उहाँद्वारा हामी स्वर्गमा प्रवेश गर्न सक्छौँ, तर अब हामीलाई त्यसमा के भन्छ पवित्र आत्माले चाहिँ हामीलाई त्यसमा चाहिँ कायम गरेर राखिरहन्छ क्या यो जीवनभरि चाहिँ। अहिलेकै त्यो बुबुले दिनुभएको उदाहरणमा पनि ब्रिज उहाँ हुनुभयो भने ब्रिजमा कसरी हिँडेर जानुपर्ने, किनभने हामी बाई नेचरली हो भने त बिचबाट हाम फाल्ने कुरो हो, कता कता जाने हो। तर पवित्र आत्मा परमेश्वरले हामीलाई गाइड गर्नुहुन्छ त्यो ब्रिजमा कसरी हिँड्नुपर्छ है भन्ने कुरो। अब यही सन्दर्भमा अब क्रिसमसको समय छ होइन, अब इमानुएल भन्ने शब्द छ नि त होइन, प्रभु हामीसँगै। अब इट सेज द्याट इन द बाइबल होइन। अब यसलाई पनि हामीले हेर्न सकिन्छ क्या जस्तो लाग्छ यही सन्दर्भमा, यही टपिकमा होइन। अब क्रिसमसको हामी नजिकै छौँ अनि इमानुएल प्रभु हामीसँगै होइन, प्रभु हामीसँगै भन्ने पवित्र आत्माको कनेक्सन, पिताको नि कनेक्सन छ होइन। त्यसरी नै हेर्न सकिन्छ जस्तो लाग्छ मलाई। एउटा तर्कमा हेर्ने भने अब येशू ख्रिस्टलाई हामी येशू ख्रिस्टमा हामी विश्वास गर्छौँ भने I don't know it would be right word to use it, तर प्याकेज हुन्छ नि। अब यसलाई विश्वास गर्ने बित्तिकै we believe in the Lord and the Holy Spirit। एउटा प्रश्न उठ्छ नि जहिले पनि, हामी प्रार्थना गर्दाखेरि किन एकजना मात्र प्रार्थना गर्छौँ भन्ने खालको हो क्या। लाइक सबै अन्तिममा हामी त येशूको नाममा भन्छौँ नि त, किन पिताको नाममा नभनेको अथवा पवित्र आत्माको। तर बाइबलमा हामीले राम्ररी हेर्यो भने येशूलाई दिनुभएको छ क्या त्यो नाम, जुन चाहिँ यो उहाँको नाममा चाहिँ त्यो अन्त्य हुन्छ भन्ने खालको त्यो एउटा कन्सेप्ट। अनि अर्को कुरो अघि तिमीले प्याकेज भन्यौ, अब त्यो प्याकेज भन्दा पनि त्यस्तै कन्सेप्ट जस्तो लाग्छ। वी क्यान नट सेपरेट उनीहरूलाई होइन। तर अब हामीले थियोलोजियन्सहरूले बाइबल विद्वानहरूले अब त्यो के अरे जस्तै यसो भन्दा चाहिँ हामीले जिजस अन्ली भन्ने एउटा डिनोमिनेसनको कुरो आउँछ क्या। उनीहरूले पितालाई मान्दैन, होली स्पिरिटलाई मान्दैन, जिजस अन्ली भन्ने हो यस्तो हुन्छ। सो तर हामी त्यस्तो होइन, त्रि एक परमेश्वर माने, ट्रिनिटीले मान्यो भने चाहिँ हामीलाई येशूलाई हामी धन्यवाद दिन्छौँ भने परमेश्वर पितालाई नै दिएको जस्तो। जस्तै येशूले मलाई देख्नु नै पितालाई देख्नु भने जस्तो खालको छ नि कन्सेप्ट। सो यदि येशूलाई हामी विश्वास गर्छौँ भने अटोमेटिकली यु क्यानट से लाइक त्रि एक परमेश्वरलाई म विश्वास गर्दैन। नो, आई थिङ्क येशूलाई विश्वास गर्नु नै त्रि एक परमेश्वरलाई हो अथवा पवित्र आत्मालाई हो। किनभने अब यहाँनिर येशूले भन्नुभएको जति न्यू टेस्टामेन्ट्सहरूमा भन्नुभएको छ त्यसलाई उहाँले त भन्नुभयो, तर आज हामीलाई इल्युमिनेट भन्छ नि शब्द, नेपालीमा त के भन्ने, प्रकाश गर्नुमा त पवित्र आत्मा परमेश्वरले काम गर्नुहुन्छ। त्यो अघि मैले भने नि आई थिङ्क लुक्स लाइक त्यो एउटा वर्क डिभिजन टाइप छ क्या। अब यो पिता आएर त मर्नु भएको होइन कल्भरी क्रुसमा, त येशू नै हो होइन। त्यो भएर चाहिँ त्रि एक परमेश्वरको आफ्ना आफ्नै एउटा रोलहरू छ, विच इज त्यो जहिले त्यस्तो देखिन्छ क्या। आई थिङ्क जस्तै अब हामीले कुनै कुराहरू एक्सप्लेन गर्नु पऱ्यो भने, कुनै कुराहरू जस्तै प्रार्थना गर्नु पऱ्यो भने, विशेष गरी प्रार्थना गर्नु पऱ्यो भने हामी प्रार्थना गर्दा जहिले पनि येशू क्रिस्ट जो चाहिँ होइन कल्भरी क्रुसमा हाम्रो निम्ति मर्नुभयो, अनि अब यो जीवन चाहिँ उहाँले हामीलाई दिनुभएको छ। अब यसलाई चाहिँ कसरी हामीले जिउने त भन्दाखेरि देयर इज होली स्पिरिट, हामीलाई गाइड गर्नुहोस् होइन। अनि फेरि हामी के पनि भन्छौँ भने परमेश्वर पिता जो चाहिँ होइन
हामी जन्मिनुभन्दा अगाडि नै तपाईँले हामीलाई रच्नु भएको भन्ने कुरा हुन्छ। तर यो गर्दै गर्दाखेरि चाहिँ हामी बोल्दै गर्दाखेरि यो शब्दहरू निकाल्दै गर्दाखेरि चाहिँ इट डज हुन्छ नि देखिने चाहिँ के हुन्छ भने हामीले स्पेसिफिक के अरे नाउँ लिएर त्यही के भन्छ व्यक्तिलाई मात्रै पर्सनलाई मात्रै प्रार्थना गरे जस्तो देखिन्छ। तर वी हेभ टु इन अ हुन्छ नि इनर हार्टमा हामीले यो पनि हामीले थाहा हुनु पऱ्यो कि वेयर के अरे हुन्छ नि सबैजनालाई नै हामीले एकैचोटि प्रार्थना गरिरहेको छौँ। यीशु क्रिस्ट भन्ने बित्तिकै होइन तिनैजना इन्टरटोइन हुनुहुन्छ एकअर्कामा। सो तर हामीलाई चाहिँ पवित्र आत्माले हामीलाई सहायता गर्नुहुन्छ। यीशु क्रिस्टले त्यसरी उहाँको काम उहाँले हाम्रो निम्ति गर्नुभएको निम्तिले चाहिँ हामी यसरी बाँचेका छौँ होइन। तर उहाँले पिताले चाहिँ हामीलाई सबै त्यो हुन्छ नि उहाँको एक मात्रै पुत्र दिनुभयो भन्ने कुरोहरू के होइन। अब बाइबलमा रेफरेन्स गर्ने हो भने नि अब प्रभु चाहिँ संसार छोडेर जाँदै गर्दाखेरि त्यहाँ आई थिङ्क कारण वाट वर्स कहाँ लेख्यो त तिमीहरूको साथमा पवित्र आत्मा मत्तीमा लागेको छ। आई डोन्ट नो द एक्ज्याक्ट भर्स टु कोट या आई थिङ्क मलाई नि एक्ज्याक्ट भर्स चाहिँ आउँदैन तर मत्तीको आई मिन प्रायः जस्तो यहुनाकोमा हो त्यो के अरे म गएपछि पवित्र आत्मा परमेश्वर एउटा हेल्पर राइट आउँदै हुनुहुन्छ एकजना आउँदै हुनुहुन्छ भने द्याट इज वाइ द एन्ड अफ द जनको राइट द्याट इज वाइ जिजसको स्टेटमेन्ट के छ भने म जानै पर्छ म गए पछाडि मात्रै पवित्र आत्मा जो चाहिँ तिम्रो सहायता बनेर आउँछ। जबकि बाइबललाई हेर्दाखेरि दे हेभ लाइक एउटा पार्टिकुलर रोल छ क्या त्रिएक परमेश्वरको अनि उहाँहरूको योजनामा त्यो कामहरू गर्नुहुन्छ। यद्यपि इन्भल्भ हाम्रो उद्धारको लागि चाहिँ त्रिएक परमेश्वरै हुनुहुन्छ। एकजना व्यक्तिलाई मात्रै हामीले अथवा एक परमेश्वर त्रिएक परमेश्वरको एकजना एउटा पार्टलाई मात्रै हामी अथवा एक व्यक्तिलाई मात्रै हामी उहाँले मात्रै गर्नुभयो भने त्यो काहीँ पनि गर्नु पनि सकिन्न भन्नु पनि अप्ठ्यारो हुन्छ। त्यो के भन्छ थियोलोजिकली दिँदैन पनि जस्तो लाग्छ। लजिकल समथिङ फ्यालेसी भन्दो रहेछ क्या लाइक एउटालाई मात्रै हुन्छ नि लाइक अलिकति त्यो कसरी बुझ्ने भन्ने कुरालाई होइन। अलिकति पोइन्ट एड गर्दाखेरि अब हामीले यसमा रहिरहेरै बोल्ने हो भने होइन आई वन्डर होइन लाइक फर इक्जाम्पल अघि हामीले भने सोचिरहेको थियो नि जिजस ओन्ली हुन्छ नि द होली स्पिरिट ओन्ली भन्नेहरूको चाहिँ अलिकति मलाई ज्ञान थाहा छैन यसमा चाहिँ होइन। उनीहरूको चाहिँ बुझाइ चाहिँ के हो खास गरी जस्ट हाउ इज द लजिकल हुन्छ नि अब बाइबलको शिक्षा अनुसारले हेर्ने हो भने त पिता परमेश्वर र पवित्र आत्मा त्रिएक परमेश्वर हुनुहुन्छ भनेर हुन्छ नि बाइबल देखाउँछ होइन। तर एउटालाई मात्र मान्दाखेरि चाहिँ उनीहरूले दे आर नेग्लेक्टिङ दि अदर टु एन्ड इज द्याट इफ दे आर नेग्लेक्टिङ देन इज द्याट अ ट्रु रिलिजन भन्ने क्वेसन आउँछ क्या। आई थिङ्क जहिले पनि बाइबललाई एउटा पार्टलाई मात्रै जस्तै न्यू टेस्टामेन्टले मात्रै लिएर बोल्यो भने अब त्यो लजिकल फ्यालेसी के भन्छ बिग्रिने चान्स धेरै हुन्छ। धेरै विद्वानहरूले के भन्छ नि हामीले टोटालिटीमा हेर्नुपर्छ भन्छ नि हो बाइबललाई हेर्नुपर्छ किनभने एउटा पार्टलाई लिएर बोल्यो भने अर्को पार्टमा छुरा हानिरहेको हुन्छ क्या डिस्ट्रोय गरिरहेको हुन्छ त्यो पार्टतिर। त्यो भएको कारणले बाइबलको होल पिक्चरलाई हेरेर बोल्नुपर्ने हुन्छ भन्नु खोजेको। अब जस्तै अघि नै हामीले गफ गऱ्यौँ एउटा येशूलाई मात्रै भन्न थाल्यो भने फेरि यता पिताको कुरोहरू गर्नुभएको छ पवित्र आत्माको कुरो गर्नुभएको छ। अब पवित्र आत्मालाई मात्रै भन्यो भने फेरि पुत्रको कुरो येशूको कुरो गर्नुभएको छ फेरि पिताको। त्यो भएर वी क्यानट टेक वान ओन्ली त्यो भएको मात्रै हो। तर टोटालिटीमा हेऱ्यो भने चाहिँ त्रिएक परमेश्वर त्यो भएर अब विद्वानहरूले त्यही शब्द आएको ट्रिनिटी शब्द आएको। तर एकलाई मात्र लिनेहरूको यो बुझाइ छ नि मलाई लाग्छ अब उनीहरूले चाहिँ टोटालिटीमा हेरेको होइन जस्ट स्पेसिफिक एउटा स्पेसिफिकली अब त्यो मान्छेहरूसँग कुरा गऱ्यो अथवा त्यो बिलिभर्सहरूसँग त्यो व्यक्तिहरूसँग गफ गऱ्यो भने उनीहरूले कोट त बाइबललाई गर्छ तर अर्को पार्टलाई छुरा हानिरहेको हुन्छ डिस्ट्रोय गरिरहेको हुन्छ क्या त्यो मात्रै भनेको। त्यसो गरिसक्दा त डजन्ट मेक सेन्स। मान्छेले तिमीहरू के अब हामी के बाइबलको एउटा पार्टलाई लिने अर्कोलाई नमिल्ने भन्न थाल्यो भने त फेरि स्क्रिप्चर एलोन फेरि तोडिन्छ फेरि त्यो त्यही हो रिजन। सो कमिङ ब्याक टु सोलासमा हामी आउँदाखेरि चाहिँ अब हामीले स्क्रिप्चर अलोन ग्रेस अलोन होइन अहिले हामीले क्राइस्ट अलोन फेथ अलोन अनि आई थिङ्क द गड द ग्रेस अलोन ग्लोरी अफ द ग्रेस ग्लोरी अफ द गड अलोन त्यो कुरोहरू छ। अनि जस्तै अब यसलाई चाहिँ फेरि हामीले त्यो अघि तिमीले कुरा गऱ्यौ नि कसरी हामीले चाहिँ अरू जस्तै यस्तो प्रकारको बुझिरहेको मान्छेलाई चाहिँ हामीले कसरी ठ्याक्क
बुझाउन सक्छौँ होला वाइ आर दे अलोन इन लाइक एभ्रिथिङ लुक्स लाइक अब अहिलेको म त्यो अहिलेकै ब्याकमा जान्छु मैले भने जस्तै बाइबललाई होलमा हेऱ्यो भने यो कुरोहरू देखिन्छ क्या बाइबललाई साँच्चै नै राम्रो हेऱ्यो भने क्राइस्टमा मात्रै त्यो उद्धार छ अब जस्तै रोमन क्याथोलिकमा हेऱ्यो भने दे आर सेइङ लाइक पर्गटरीहरू आफ्नो कुरोहरू निकाल्छ नि त आफूले गर्ने कुरोहरू म्यारीलाई पनि प्रार्थना गर्नेहरू कुरो निकाल्छ होइन म्यारी मात्रै नभएर सेन्टहरू जुन सेन्ट्स जस्तै जुन चाहिँ प्रिस्टहरू पहिलाको कुरो प्रिस्टहरूलाई पनि प्रार्थना गर्ने हो यस्तोहरू छ क्या त्यस्तो कुरोहरू चाहिँ होइन यो चाहिँ हेरेसीमा पर्छ यो चाहिँ झुटो शिक्षामा पर्छ भनेर क्राइस्ट मात्रै हो है हाम्रो चाहिँ क्राइस्टमा मात्रै हाम्रो भरोसा र क्राइस्ट मात्रै हुनुहुन्छ मिडिएटरको रूपमा परमेश्वर पिता र हाम्रो अथवा परमेश्वर र हाम्रो बिचमा भएर काम गर्ने चाहिँ क्राइस्ट बाहेक अरू छैन भन्नु खोजेको कतिचोटि चाहिँ हामीले अरूहरू पनि लाउन थाल्छौँ क्या प्लस त्यहाँनिर अब होइन म्यारीलाई पनि प्रार्थना गर्दा हुन्छ पर्गटरीहरूमा अब जस्तै सेन्टहरूको लागि प्रार्थना गर्ने होइन उनीहरूले अब जस्तै त्यो प्रिस्टहरूसँग हामी प्रार्थना गऱ्यौँ भने उनीहरूले नि उता परमेश्वरलाई बिन्ती उनीहरू चाहिँ मिडिएटरमा राखिरहेको हुन्छ क्या उनीहरूलाई पनि तर बाइबलमा हामीले क्लियरली हेऱ्यौँ भने येशू मात्र हुनुहुन्छ त्यो ओके बुकको क्वेसन चाहिँ लाइक डिड यु गेट द्याट अब कस्तो हुन्छ भन्दाखेरि हामीले यो पाटोलाई फेरि एक्सप्लेन गर्नु राम्ररी सकिएन भने चाहिँ आई थिङ्क धेरैजनाले अलोन मात्रै लगाइरहेछ भन्ने चाहिँ त्यो भाम चाहिँ जान्छ जस्तो लाग्छ क्या अब यो चाहिँ जस्तै जब यो 16:5 आयो भने 16:5ले चाहिँ बाइबलीय हुनको लागि धेरै सहायता मद्दत गर्छ यो चाहिँ बुझ्नको लागि क्या मानिसहरूले यो चाहिँ एउटा कस्तो भने म भन्नु चाहिँ सक्दिनँ फर्मुला भनेर के भने तर मान्छेलाई सिम्पल रूपमा बुझाउनको लागि यस्ता कुराहरू निक्लेको हो क्या जस्तै यो ठुल्ठुला विद्वानहरूले बाइबल विद्वानहरूले चाहिँ मानिसहरूले सरल भाषामा बुझोस् भनेर निकालेको हो क्या ताकि यो भन्यो भने चाहिँ टोटल्ली अब जस्तै स्क्रिप्चर एलोन मात्रै भन्यो भने अब हाम्रो चाहिँ सबै भरोसा र अथोरिटीमा चाहिँ स्क्रिप्चर मात्रै छ है पोप पनि होइन होइन अथवा ट्रेडिसनल पनि हुँदैन तर बाइबलले हामीलाई के सिकाउँछ त्यसमा मात्रै हामी बस्नुपर्छ भन्ने कुरो हो क्या अनि त्यसले त अब सबै अरूको आउने कुरोहरू एड हुने कुरोहरूलाई त छाँटकाट गऱ्यो नि रिजेक्ट गरिदिइहाल्छ नि स्ट्रेट त्यो चाहिँ यसले चाहिँ के गराउँछ भने हामी बाइबलीय हुनु चाहिँ मा सहायता मद्दत पुऱ्याउँछ यस्तो शिक्षाहरूले चाहिँ ओके यदि यस्तोहरूमा गरेन भने त्यही हो एड हुने होइन अनि मरियमलाई पनि प्रार्थना गर्ने अरू मिडिएटरहरू राख्ने होइन वेदातिर जान्छौँ क्या मूर्ति पूजातिर जान्छ भनौँ न ओके त्यो चाहिँ विद्वानहरूको ठुलो योगदानहरू छ हिस्ट्री अब इतिहासमा हेऱ्यो भने उनीहरूले साधारण तरिकाले मानिसले बुझोस् भनेर यो कुरोहरू निक्लिएको अनि अर्को कुरा साधारण कुराले पनि बुझोस् र अरू आउँदै हुन्छ नि त्यो झुटो शिक्षाहरूलाई नि डिफेन्ड गर्नु लागि यो कुरोहरू निक्लिएको जस्तो लाग्छ एउटा जन क्याल्भिनको हेरिरहेको थिएँ क्या यहाँनिर एउटा राम्रो समराइज चाहिँ कसरी गरेर जन क्याल्भिनले यो क्राइस्ट एलोन भन्नेलाई अलिकति हेर्दाखेरि चाहिँ त्यसले हेर्छ नि द ओन्ली वान हु इज ट्रु गड could descend to save. Only one who is true man could obey and suffer in our stead. Hence, the hypothetical union, two nature, one person. It's not a technicality, it is a backbone of Christ alone. त्यसलाई सरल भाषामा तिमीले सक्छौ त यसलाई मैले सस माथिकोलाई बुझ्ने भने चाहिँ उहाँ मात्र हुन्छ नि हामीलाई चाहिँ बचाउन आउन सक्ने हुन्छ नि हाम्रो लागि हुन्छ नि ट्रु सेक्रिफाइस क्राइस्ट एलोन अरूले त जोही मान्छे अहिले हाम्रो लागि मऱ्यो भने नि लाइक हुन्छ नि अब स्वयं गडै हुनुहुन्छ अनि गडै नै मानिस बनेर आउनुभयो अहिले क्यारोल क्रिसमसमा स्वयं उहाँ गड हुनुहुन्छ तर स्वयं एउटा उहाँ नै हुनुहुन्छ अनि त्यो चाहिँ गड चाहिँ यता फ्ल्यासमा जुन चाहिँ जनको देहधारी भयो ट्रु म्यान कुड ओबे एन्ड सफर इन आवर स्टेट उहाँ चाहिँ ट्रु म्यान पनि जस्तै यो चाहिँ धेरैजना विद्वानहरूले यो डुअलिटीको कुरा गर्छ क्या येशू क्रिस्चियन ट्रुली म्यान र ट्रुली गड भन्ने विषयमा त्यो भएको कारणले हाम्रो मिडिएटरमा
ट्रुली गडै हुनुपर्छ फेरि हाम्रो ओबिडियन्स जस्तै राइचियसनेस त्यो धार्मिकता चाहिँ हामीले पाउनका लागि फेरि ट्रुली म्यानै हुनुपर्छ फेरि होइन त्यो भएको कारणले गर्दा त्यो दुइटै रोल उहाँले एकजनाले उहाँले निभाउनु भएको छ क्या अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यो अस्तिको त्यो मलाई साह्रै यो लाग्छ क्या कहाँ मैले पोडकास्टमा सुनेँ जन 8को 24 हो कि त्यो त जन 8मा छ 24को लाइनमा छ तिमीहरूले चाहिँ मलाई परमेश्वर भनेर अब त्यो म चाहिँ एलाबोरेट गर्नु खोजेको तर त्यसरी लेखेको छैन तर उहाँले भन्नु खोजेको छैन यदि तिमीहरूले मलाई परमेश्वर भनेर विश्वास गर्दैनौ भने चाहिँ तिमीहरू चाहिँ तिमीहरूको पापमा मर्ने छ भनेको छ क्या सो यु हेभ टु बिलिभ मी हु आई एम उहाँ यसुलाई चाहिँ परमेश्वर उहाँ हुनुहुन्छ भनेर यदि विश्वास गरेन भने तिमीहरू चाहिँ तिमीहरूको पापमा मर्नेछ भनेको छ क्या सो त्यतिखेर चाहिँ अब कति अब धेरैले अहिले पनि त धेरैले आफ्नै तरिकाले बिलिभ गर्छ नि त यसु क्रिस्टलाई अब म यता मुस्लिमहरूले आफ्नै तरिकाले विश्वास गर्छ होइन जुइसहरूले आफ्नै म जुइसको च्यानलहरू हामी हेरिरहेको हुन्छौँ उनीहरूकै जुन चाहिँ ठ्याक्कै कस्तो लाग्छ क्या बाइबल चाहिँ कस्तो डिभाइनली लेखेकै जस्तो लाग्छ लेखेकै हो तर त्यो रियालिटीमा देख्छु क्या कोही बेला किनभने जुन जनको 1को अलिक तल आएर पढ्दाखेरि उनीहरूकै जस्तै परमेश्वर येशूकै वंशबाट आयो अथवा त्यो पहिलाको दाउदकै वंश अथवा उनीहरूकै जातिबाट आयो तर उनीहरूले चिनेन भन्छ क्या इन्स्टेड अफ चिन्नु र एक्सेप्ट गर्नु साह्रो त इन्स्टेड उहाँलाई त माऱ्यो क्रुसिफिक्सन पो गर्यो दाइ मलाई अब यही सन्दर्भमा एउटा एड गर्नु के मन पऱ्यो भने हामीले त्यो येशूको मुभी हेरेर हुन्छ नि जिजसको द प्यासन अफ क्राइस्ट हेर्दाखेरि आफ्नै वंशहरूले नचिनेको त अब त्यो त एउटा हुन्छ नि विडम्बना हो होइन तर साथसाथै पछि गएर प्रभु चाहिँ 3 दिन मरेर बौरी उठेर उठ्दै गरेको बकसमा स्वर्गहरू हुने गएको मान्छेले छ्याछ्याती देखेको छ आँखाले एन्ड वी स्टिल डिनाई द्याट त्यो विडम्बना चाहिँ लाइक अहिले यसो सोच्दाखेरि होइन एज अहिले अब हामी धेरै पुस्ता पछि आइसक्यो तर मान्छेले दे स इट लाइक वाट कतिचोटि चाहिँ मलाई त्यो देखेर पनि मान्छेहरूले विश्वास गर्नु सक्दैन भन्ने चाहिँ मलाई लाग्छ बाइबलमा त्यसो धेरै ठाउँले लेखेको छ क्या जस्तै म एउटा त्यसको लागि एउटा इक्जाम्पल जहाँ चाहिँ मोसाको समयमा जसरी त्यो फारोलाई चाहिँ परमेश्वर आफैले चाहिँ उसको हृदय चाहिँ के अरे कठोर बनाइदिएको छ भन्ने कुरा छ क्या अनि त्यो अब जस्तै तिमीले भन्यो कतिजनाले देखे सबैजनाले येशू क्रिस्ट स्वर्ग हराउनु हुँदाखेरि देखे तापनि उनीहरूले आफ्नै फेरि पापमै डुबे भन्ने कुरोहरू छ यसमा चाहिँ अब फेरि परमेश्वरले अघिबाट नै हामीलाई चिन्नु भएको छ भन्ने कुरामा जान जस्तो लाग्छ क्या त्यो फारोकोमा र अहिले बुबुले फारोको कुरा गर्नुमा र यसमा चाहिँ फेरि डिफ्रेन्स छ है ओके अब त्यसमा अलिकति क्लियर हुन्छ फारोमा चाहिँ त्यो चाहिँ मैले धेरैचोटि हेर्ने र प्रयास गरेर बुझ्नको लागि गड हर्न द फारोज हर्ट तर परमेश्वरले इनिसियली हर्न गरेको होइन भन्छ फारोको ओके किनभने फारो चाहिँ अलरेडी हर्न थियो भन्छ होइन उसको हृदय अलरेडी कठोर थियो त्यसमा अझै कठोरता चाहिँ बढाइदिएको हो भन्छ त्यसो भयो भने त फेरि त्यसरी हामीले अगाडिदेखि नै परमेश्वरले कठोरता बनाइदियो भने त इट डजन्ट मेक सेन्स परमेश्वरै त्यो चाहिँ के भन्छ भने परमेश्वर नै हो मान्छेहरूलाई चाहिँ जबरजस्ती मन नपराउने बनाउने भने जस्तो देख्छ तर बाई नेचरली चाहिँ फारोले अलरेडी इनिसिएट गरेको हो भन्छ पहिलो कुरो बुझ्यो ओके ओके त्यसरी हेऱ्यो भने मात्रै हामीले जस्टिफाई गर्न सकिन्छ कि परमेश्वर चाहिँ हि इज नट अ अथर अफ इभिल भन्ने कुरोहरूमा परमेश्वर चाहिँ त्यस्तो के अरे नराम्रो काम अथवा पाप गर्नुमा चाहिँ उहाँ अथर हुनुहुन्न भन्ने हामी क्लियर छौँ पहिला कुरो तर फारोको स्टोरिजहरू धेरै आउँछ त्यो विषयमा तर फारोले चाहिँ अगाडिदेखि नै उसले त्यो हृदय कठोर बनाएको थियो भनेर छ क्या त्यहाँ त्यसमा स्टेटमा त्यो स्टोरीमा अनि चाहिँ परमेश्वरले त्यहाँदेखि पनि अझै कठोरता बनाइदिनु भयो भन्ने कुरो हो तर तिमीले भनेको मैले बुझे जस्तो लाग्यो तर फेरि अलिकति सो हाउ क्यान लाइक किनभने हामी भन्छौँ नि त होइन परमेश्वर
के भन्छ अघिबाटै जान्नु हुने होइन हाम्रो गर्व आमाको गर्वमा हामी आउनुभन्दा अगाडि नै उहाँले चाहिँ हाम्रो जीवन चाहिँ रच्नु भएको छ भन्ने अब त्यो रच्नु भएको छ भन्नाले लेट्स से सपोज म चाहिँ चुजन छैन होइन चुजन छैन सो चुजन नभएको व्यक्तिहरू चाहिँ सुरुदेखि नै त्यो के अरे फारोको जस्तै हार्ड त्यो इभन चुजन भएको पनि त्यही हार्ड हो सबैको त्यही हार्ड नै हो आई थिङ्क तिमीले भनेको बुझेँ मैले किनभने फारोकोमा त्यो त्यसरी नै लेखिएको छ होइन त्यो के अरे मुसाको अनि त्यो इभेन्टमा त्यसरी लेखिएको छ कि ऊ चाहिँ सुरुदेखि नै चाहिँ के भन्छ परमेश्वरले चाहिँ उसलाई चाहिँ के अरे उसको हृदय चाहिँ कठोर बनाएन भन्ने कुरोहरू त्यो अलि सेकेन्ड हो कि थर्ड कुन एउटा उयो पछाडि मात्रै उसले उसको झन् कठोरता चाहिँ लगाइदियो भन्ने कुराहरू गरेको छ होइन तर अब लेट्स से म चाहिँ जन्मेँ अनि जन्मेर चाहिँ अब अभियसली नै हामी नेचरली नै हामी पापी हौँ होइन अन्टिल एन्ड अनलेस परमेश्वरले मेरो जीवनमा काम नगरुन्जेलसम्म आइ एम डेड इन सिन होइन तर कसरी चाहिँ हामीले छुटाउन सक्छ लाइक वेन इज द टाइम लाइक परमेश्वरले चाहिँ कठोरता हालिदिएको के किनभने कतिचोटि हामी देख्न सक्छौँ नि त्यो यस्तो हो अब त्यसमा चाहिँ कसले कतिखेर थाहा हुन्छ भने चाहिँ अब फारोको जब इक्जाम्पल आउँछ नि वी हेभ टु नो वान थिङ कि वी अल आर सिनर भन्ने फारो अलरेडी सिनर हो एन्ड हि अलरेडी त्यो हृदय उसको कठोर छ भनेर थाहा भयो तर त्यहाँ मात्रै बढाइदिएको हो तर परमेश्वरले अगाडि नै ऊ नरम छ ऊ पापी नै थिएन उसले राम्रो सोचेको थियो र परमेश्वरले कठोरता लगाइदियो भन्नु चाहिँ फेरि गलत हुन्छ भन्नु खोजेको मात्रै हो साधारण भाषामा बोल्दाखेरि त्यो चाहिँ भएको यदि फेरि त्यो हामीले यसरी हेर्यौँ भने फारो राम्रो थियो होइन तर जबरजस्ती परमेश्वरले हृदय कठोर बनायो अनि मात्रै उयो गर्यो त्यस्तो चाहिँ होइन तर वी हेभ हामीलाई थाहा छ कि सबैजना मानिसहरू पापमा डुबेको छ र पापमा छ भनेर अनि उसको हृदय अलरेडी त्यसमा छ अनि त्यसमै मात्रै आजै बढाइदिएको भन्न सकिन्छ क्या इनिसियली कम्पेयरिङ टु अदर पिपल उहाँकोमा चाहिँ अझै धेरै कठोरता लगाइदियो तर त्यो चाहिँ किन गर्नुभयो भन्दाखेरि उहाँको उद्देश्य पुरा गर्नको लागि जुन चाहिँ अब उसको उहाँको घरानाहरूलाई चाहिँ के भन्छ त्यसमा घराना भन्नाले उहाँ जस्तै चुनिएको जातिहरूलाई नि त या इजरायल जुन चाहिँ इजरायलीहरूलाई त्यो त इजरायलीहरूलाई देखाउनु पनि छ त्यो दासत्वबाट निकाल्नु छ होइन अनि त्यो कुरा हरेक अब जस्तै 10वटा होइन आपत्ति 10वटा आपत्ति देखाउनु चाहिँ मानिसहरू त्यहाँनिर सबैले देखे अघिकै त्यही मान्छेले देखेर पनि भन्ने कुरो इजरायलीहरूले के चाहिँ देखेन होला र मन्नादि त्यो 10वटा पनि देखे उनीहरू होइन अन्तिममा त कस्तो डरलाग्दो पनि छ त्यो विपत्तिहरू नानीहरू मरेन्छ त्यो नाल रिभर हो कुन चाहिँ फेरि फारेर समुद्र पार गरेर गएको त्यस्तो चमत्कार देखेर पनि उनीहरू गनरुन गर्ने नेचर हेर्नु है मानिसहरू कस्तो छ देखेर पनि हुँदैन क्या कोही बेला जस्तो लाग्छ मलाई त्यही त अब गोन ब्याक टु आवर कन्भर्सेसन अब बुझ्नु त बुझेँ नि किनभने त्यो विषय मैले धेरै बुझ्नु खोजेको पहिला किनभने त्यही कुरा निकाल्छ क्या जहिले होइन मैले 2 पोइन्ट के बुझेँ भन्दा चाहिँ परमेश्वरले चाहिँ धर्मी मानिसलाई चाहिँ लु त पापी है अबदेखि भनेर चाहिँ गर्न सक्नुहुन्न मान्छे हाम्रो मस्तिष्कमा नै हामी पापी छौँ कठोर भएको कारणले चाहिँ त्यो हेर के अरे फारोको विषयमा नि हामी पापी कठोर हृदय भएको मान्छेहरूलाई चाहिँ उहाँको इच्छा गर्नुको लागि लु भनेर गरिदिनु भएको किनभने हामी मान्छे त जन्मैदेखि कठोर र पापी त हौ नि त भन्ने द्याट्स व्हाट आई अन्डरस्ट्यान्ड त्यही भएर त हामी त्यो रोमीको पुस्तकमा कोही पनि खोज्ने छैन भन्ने कुरो हो क्या फारो त्यो राम्रो अलरेडी थियो भनेर भन्नै सकिने फेरि त्यस्तो कुरा गर्नु थाल्यो भने थियोलोजी डिस्ट्रोय हुन्छ कि कसरी मिलाउने भन्ने कुरो अथवा कसरी मेक सेन्स गर्छ भन्ने कुरोहरू बुझ्दैन परमेश्वरको इच्छा पुरा गर्नु लागि उहाँले सिनरलाई युज गर्न सक्छ मजाले आई थिङ्क अहिले इट्स नट लाइक हि इज गुड तर त्यसलाई म सिनर बनाएर भन्ने कुरो आउँदैन तर हि इज अलरेडी द्याट अलरेडी सिनर हि इज अलरेडी सिनर चाहिँ उसलाई चाहिँ प्रयोग गर्न सकिन्छ वी अल आर सिनर्स बट उहाँलाई चाहिँ प्रयोग गर्नुभयो परमेश्वरले सो गोइङ ब्याक टु हामी कहाँ थियो भने चाहिँ अब आफ्नै खानदानले पनि परमेश्वरको हुन्छ नि उहाँलाई रिजेक्ट गरेको कुराहरूमा गइरहेको थियो नि त्यहीँबाट हामी कहाँ कनेक्टेड भयौँ भन्दा चाहिँ परमेश्वर स्वर्गहरू हुनै गर्दा नि वी रिजेक्टेड हिम क्या तर अब गुड न्युज चाहिँ उहाँ जाँदै गर्दा हाम्रो माझ पवित्र आत्मा द्याट्स द बिगेस्ट उयो गिफ्ट जस्तो पनि लाग्छ हामीलाई किन भन्दाखेरि त्यो देख्ने मान्छेहरूले
देखेँ जस्तै अहिलेको मान्छेले नि त धेरै तर्क गर्ने मैले देखेको छुइनँ भन्छ नि तर म बाइबलको स्टोरिजहरू बाइबलको उयोहरूलाई हेर्दाखेरि मान्छे देखेर पनि विश्वास गर्ने नगर्ने टन्नै छ क्या त्यो जस्ट एउटा त्यो चाहिँ त्यो भएको कारण चाहिँ पवित्र आत्माको काम कस्तो छ त हेर्नु हार्टलाई त्यो परिवर्तन कन्भिक्सन ल्याउनु चाहिँ द्याट्स द बिगेस्ट थिङ जस्तो लाग्छ देखेर पनि हुँदैन क्या सोच्नु त जस्तो क्रूर व्यक्तिको नि त्यो हृदयलाई चाहिँ परिवर्तन गर्न सक्ने सोच्नु देख्दै नदेख्ने र कन्भिक्सन भित्रबाट पवित्र आत्मा ल्याउने उसले देखेको छैन विश्वास गर्छ तर म विश्वास गर्छु भन्ने हो क्या सो आई थिङ्क द्याट्स द सो इम्पोर्टेन्ट क्या कतिचोटि हामीले देखेर पनि विश्वास गरिरहेको हुँदैन अब त्यसमै हेरे अर्को उदाहरण 12 जनामा एकजना चेलाले कति चाहिँ देखेन होला र त्यो योद्ध स्क्रिप्टले अब यसो सँगसँगै हिँड्यो यसो सँगसँगै त्यो टिचिङहरू देख्यो मिराकल्स कति देख्यो होला तर न अन्तिममा आएर त्यस्तो उसको हृदय नै पापी हुन्छ नि उसको हृदय नै लाइक लालचले स्वभावमा छ र त्यहाँबाट ऊ अब हुन त अब कस्तो यो मलाई कतिचोटि चाहिँ यसो ख्रिस्टलाई हामीले क्राइस्ट एलोनको हेर्दाखेरि क्राइस्ट यति प्रेमिलो हुनुहुन्छ यति दयावान हुनुहुन्छ यति पाप रहित हुनुहुन्छ त्यो उहाँको गुणहरू हुन्छ नि राम्रो राम्रो गुणहरू त्यो छ तर उहाँले यति तितोपनाहरू बोल्नु भएको छ बिटर ट्रुथ भन्छ नि उहाँ आफै खराब त होइन तर बिटर ट्रुथ चाहिँ धेरै बोलेको छ मान्छेलाई नपच्ने खालको क्या अघि मैले एउटा शब्द भने जुन चाहिँ त्यो एउटा वचन छ तिमीहरूले मलाई परमेश्वर भनेर विश्वास गर भने तिमीहरू आफ्नो पापमा मर्ने छ भन्ने छ अर्को कुरो धेरै ठाउँमा म तिमीहरूको लागि आएको होइन भन्ने खालको हुन्छ होइन कस्तो कस्तो त्यो मान्छेलाई नपच्ने खालको चाहिँ धेरै भनेको चाहिँ खालि प्रेम माया वस्तु छैन होइन मलाई परमेश्वरले एउटा पहिलो त उहाँले के कम्फर्टेड गर्छ के अरे सिधै के हुन्छ तिमी पापी भन्ने पहिला बुझाउँछ उहाँले अनि त्यो कुरो बाई नेचरली मानिसहरूलाई मन पर्दैन मलाई एउटा यो प्रभुले यो रेडिकल एउटा कुरा गर्नुभएको चाहिँ मलाई त्यो एभ्री टाइम आई वी टक अबाउट आई रिमेम्बर त्यो एकजनाले प्रभु तपाईँलाई कसरी म पछ्याउन सक्छु भन्दा चाहिँ त्यो व्यक्तिले चाहिँ म मेरो घरमा गएर बिदा मागेर आउँछ आफ्नो बाबालाई राम्रै हो त्यो त सबै छोडिदिए पैसा सोचा सबै छोडेर मेरो पछि लाग भन्दाखेरिको लाइक हुन्छ नि अब म्यानको पोजिसनलाई हुन्छ नि त इगो हुन्छ नि त्यसलाई सबै त्यागेर मेरो पछि लाग भन्दाखेरि त्यो 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 आई रिमेम्बर द्याट क्या ऱ्याडिकल हुन्छ नि लाइक इट डजन्ट मेक सेन्स टु अ म्यान तर परमेश्वरले चाहिँ सबै त्यागेर मेरो पछि लाग भन्नुभएको छ नि त होइन त्यो पनि हो के भन्छ एउटा ठाउँमा यसो नि के अरे डिनाई योर सेल्फ अब हेर त आफूले आफूलाई के भन्छ त्याग भन्ने वरियो मेनमा त्याग भन्ने आउँछ क्या त्यो चाहिँ धेरैचोटि त्यो भएको कारणले गर्दाखेरि पल वाल्सरले भनेको ठाउँ पल वाल्सर प्रिचरले उहाँले कति ठाउँ भन्छ हामीले यसो ख्रिस्टलाई हाम्रो जीवनमा एड गरेको होइन क्या हाम्रो जीवन जस्तो छ अनि एड गरेर राम्रो भएको होइन क्या हाम्रो चाहिँ टोटली पहिला पुरानो जीवन जस्तै धेरैवटा वचनमा पुरानो र नयाँ भन्छ नि पुरानो चाहिँ हाम्रो गयो क्या अब नयाँ जीवन छ टोटली क्राइस्टमा हामी जिउँछौँ भन्ने कुरो हो जस्तै उहाँ घट्नु हामी घट्नु उहाँ बढ्नु भन्ने लजिक भन्नुभयो नि त त्यो पनि त्यही पनि हो तर मैले भनेको चाहिँ कतिचोटि चाहिँ मानिसहरूले कसरी बुझ्छ भने म जस्तो छु नि म त्यस्तै छु तर मैले यसु ख्रिस्टमा विश्वास गरेर हिँडेको हो भन्छ तर म जस्तो छु त्यस्तो होइन क्या यो त्यो धेरै ठाउँमा हुन्छ नि मेरो पुरानो जीवन चाहिँ मरिसकेको छ अथवा मेरो डेड भयो जस्तै ब्याप्टिजमले पनि त्यति आउँछ हामी पुरानो जीवन चाहिँ मऱ्यो अनि हामी नयाँ भएर जिउने टोटली यसु ख्रिस्टमा हामी समर्पित भएर जिउने हो क्या धेरैचोटि चाहिँ एड गरे जस्तो गर्छौँ हामी नर्मल लाइफमा परमेश्वरलाई एड गरेर हिँडेको जस्तो तर त्यो होइन यस्तो रिसेट हुन्छ यसरी अब हामीले यसलाई चाहिँ आई थिङ्क अझै सिम्पल पाराले भन्नु पऱ्यो भने चाहिँ परमेश्वरलाई चाहिँ हामीले अब एड गऱ्यो भन्दा चाहिँ कस्तो देखिन्छ भने उहाँलाई चाहिँ अब अहिले चाहिँ हामी अँगालोमा आएर के अरे बिसाइड्समा हिँडिरहेको जस्तै काइन्ड अफ त्यो भान आउँछ भने तर परमेश्वरमा हामी के अरे हिँड्नु भनेको चाहिँ त्यो वी आर नट एडिङ आवर हुन्छ नि उहाँलाई हामीले एड गरेन हामी चाहिँ उहाँमा के भन्छ एड भएको हो क्या क्यान यु से द्याट लाइक किनभने त्यो एउटा त्यो जुन त्यो बाथरुममा त्यो एउटा जहिले एउटा त्यो पेन्टको कुरा आउँछ नि त्यो फुटप्रिन्टको परमेश्वर चाहिँ साइडमा हिँड्ने भन्ने कुरा छ तर के अरे परमेश्वर चाहिँ जहिले पनि हाम्रो साथमा हुने हो नि त होइन हामी चाहिँ परमेश्वरको साथमा त हामी त्यो त हुँदैन अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ
जब पनि यो ब्याप्टिजम के भन्छ ब्याप्टिजम हामी गर्दाखेरि भनेको हामी ओल्ड सेल्फ एउटा सिम्बलाइज गराउँछ कि हाम्रो ओल्ड सेल्फ चाहिँ वी आर डेड नाउ। तर अब यसको मतलब फेरि यो पनि हुँदैन कि जति पनि हाम्रो पुरानो स्वभावहरू छ त्यो चट्टै डिलिट हुन्छ कम्प्युटरमा जस्तो डिलिट भएको त्यो होइन। तर अब बिस्तारै परमेश्वरले दिनुभएको वचनमा चाहिँ पवित्र आत्माले चाहिँ हामीलाई चाहिँ शुद्धिकरणमा चाहिँ लान्छ, सेङ्क्टिफाइड बनाउँदै चाहिँ हामीलाई बिस्तारै 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 आई थिङ्क वी आर नट एडिङ हिम बट वी आर के भन्छ परमेश्वरमा चाहिँ हामी एड भएका छौँ क्या। आई थिङ्क त्यसो भन्दा चाहिँ अलिक आई डोन्ट नो त्यसै पावलले भनेको शब्दहरू हामीले वचनमा भनेको छन् जस्तै अब म जिउने होइन तर येशू ख्रीष्ट ममा जिउनुहुन्छ भन्ने कुरो। पावलको पुस्तकबाट मैले एउटा बुक पढिरहेको छु, धेरै त पढेको छु नि, 3-4 पढ्न मात्रै 3-4 पन्ना मात्रै पढ्न भ्याइरहेको छु, गाह्रो छ हजुर बिहानै। अनि उहाँले जहिले पनि उहाँको के अरे के भन्छ टर्न हुन्छ नि, टर्निङ पोइन्ट उहाँको हेऱ्यो भने चाहिँ हामी देख्छौँ बाइबलमा के देख्छौँ भन्दाखेरि दमस्कसको रोडमा चाहिँ होइन बाटोमा चाहिँ पवित्र आत्माले उहाँलाई चाहिँ के भन्छ परिवर्तन गर्नुभयो भन्ने देख्छौँ। तर साँच्चै नै हामीले अझै निहालेर हेऱ्यो भने चाहिँ ऊ चाहिँ एउटा टार्ससबाट चाहिँ आएर चाहिँ होइन पढेको स्टडी गरिरहेको र उसले चाहिँ सानैदेखि सबै कुराहरू पुरानो करारलाई खाएको कुराहरू छ। अनि त्यस पछाडि बाइबलमा लेखिएको जहाँ चाहिँ स्टेफेनस जो चाहिँ पहिलो शहीद भनेर भन्छ होइन बाइबलमा, उसलाई मार्नेमा पनि पावलको एउटा हात छ भन्छ। र अनि त्यहाँनिर चाहिँ त्यो क्रममा चाहिँ के पनि त्यो लेखकले के पनि लेखिरहेको थियो भन्दाखेरि त्यो क्रममा चाहिँ सबै कुराहरू हामीले हेर्ने भने चाहिँ पवित्र आत्माले चाहिँ उसको जीवनमा चाहिँ काम गरिरहेको थियो भन्ने कुरोहरू चाहिँ देखेर थियो। किन भन्दाखेरि परमेश्वरले काइन्ड उसको हृदय चाहिँ कठोर बनाएको देख्छ क्या त्यहाँनिर। किन भन्दाखेरि उहाँलाई हि न्यू अबाउट गड होइन, एउटा मसाया आउँदै हुनुहुन्छ भन्ने कुरा उसले पुरै ओल्ड टेस्टामेन्ट खाएको। अनि ऊ त अझै रोमन्स पनि होइन। अनि त्यो भएको कारणले गर्दाखेरि उसले चाहिँ के पनि अन्त्यमा ऊ कठोर त्यो फारोलाई जस्तै कठोरमा अझ कठोरता चाहिँ के छ भन्दाखेरि अझ उसले चाहिँ एउटा त्यो हुन्छ नि पर्सिक्युसनको लेटर अप्लाई गरेको छ क्या होइन। अनि त्यसकै यात्रामा चाहिँ अनि येशू ख्रीष्टको के जमटको इन्काउन्टर उसँग भएको छ। र अनि 3 दिन पछाडि फेरि त्यो आँखा खोलेर ऊ फेरि परमेश्वरमा यति धेरै समर्पित भएको छ कि देयर इज हुन्छ नि नयाँ करार त उहाँले लेखेको पत्रले मात्रै भरिएको छ। अनि उहाँको त्यो पत्रमा चाहिँ हामी देख्न सक्छौँ कि यति हम्बल उहाँलाई देख्न सकिन्छ कि त्यस्तो पर्सिक्युट गर्ने व्यक्ति अचानक होइन उहाँको पत्रमा हामी धेरैचोटि देख्ने भनेको इन क्राइस्ट इन हिम इन क्राइस्ट इन हिम भन्ने कुरो चाहिँ अति धेरै लेखेको भन्छ क्या। अनि यो इन हिम मात्रै इन क्राइस्ट मात्रै भन्नेले चाहिँ इट्स लाइक सानो एउटा शब्द छ तर इट मिन्स वे टु मच। अनि यो कुरालाई चाहिँ हामीले अति मनन गऱ्यो भने चाहिँ आई थिङ्क यो क्राइस्ट हाम्रो जीवनमा एड भएको भन्ने कुराहरू चाहिँ त्यो टोटली नै फेड अवे हुन्छ कि। उसले एउटा त्यो कस्तो दामीको मलाई ठ्याक्कै त त्यो कोड गर्न आउँदैन तर यसरी भनेको छ क्या, उहाँ येशू ख्रीष्टलाई चिन्ने कुरामा चाहिँ मेरो विगतको जति छ नि त्यो कुरोहरू अथवा येशू ख्रीष्टलाई चिन्ने कुरामा चाहिँ अरू कुरा मेरो जीवनमा आउँछ नि त्यो कुरो सबै हानि नै ठान्छु भन्छ क्या। जस्तै बाधा बनेर आउने अथवा पहिला अघि बुझ्यो भनेपछि ऊ त शास्त्रीकान शास्त्री उसले भनेको छ तिमीहरूले मलाई लडतिर ठानेको छौ म को हुँ भनेर। म त शास्त्रीकान शास्त्री यहुदी कानी यहुदी होइन, अब म त रोम अघि बुझ्यो भने रोमी पनि हो। अनि जाँच्दैनौ भने म खतरा हो भनेर उसले भन्नु खोजेको क्या, सर्कमसाइज गरेको 8th डेमा सर्कमसाइज गरेको। तर प्रभु येशू ख्रीष्टलाई चिन्ने कुरामा चाहिँ म त्यो कुराहरू हरेक के अरे हानि नै ठान्छु भन्छ क्या, व्यर्थ हो त्यो भन्नुको मतलब क्राइस्टलाई चिन्नु र क्राइस्टलाई पछ्याउनु भने जस्तो ठुलो कुरोहरू केही पनि छैन। लाभ त्यो भन्दा ठुलो जस्तै येशू ख्रीष्टले भनेको छ संसार सबैलाई तिमीले हात पारेर तिम्रो आत्मा घुमायो भने तिमीलाई के गेन। इट डजन्ट म्याटर कति बिलिनियर छौ तिमी, कति स्मार्ट छौ, कति ट्यालेन्टेड छौ होइन, कति के नै छ ल भने आफूले घमण्ड गर्नुपर्ने के नै छ भने ठान्छ होला
तर यीशु ख्रीष्टलाई हामीले चिन्न सकेन भने त्यो मान्छेको लागि हानि नै हो क्या। अब पावलले भन्यो त्यो हरेक कुरा नै हानि नै ठान्छ। सो क्राइस्टलाई चिन्नु र क्राइस्टलाई पाउनु आफ्नो जीवनमा चाहिँ त्यो यस एउटा छ नि त्यो सङ आई रियली लाइक त्यो के अरे त्यो एड्रिन देवानले गाएको छ ठुलो अंश परमेश्वरले हामीलाई पिताले अंशको रूपमा येशू ख्रीष्ट दिनुभएको छ क्या। हामीलाई थाहा छ नि अंश वर्ण भन्ने कुरोहरू आउँछ नि हाम्रो नेपाल अथवा इस्टर्नतिरहरू। अनि हामीलाई पिताले दिनुभएको अंश चाहिँ बहुमूल्य छ विच इज येशू ख्रीष्ट। त्यो कुरोलाई हामीले चिनेको छौँ कि त त्यो महत्त्वलाई त्यो अंश अब त्यो उहाँले दिनुभएकोलाई हामीले बुझेको छौँ कि भन्ने कुरो क्या। पावलको भाषामा हेऱ्यो भने उहाँलाई चिन्ने कुरामा चाहिँ म हरेक कुरा मेरो आफ्नो मैले गरेको कुरोहरूमा चाहिँ त्यसलाई हानि नै ठान्छु भन्छ क्या। अनि अब यही सन्दर्भमा अब हामीले क्रिसमसतिर गइरहेको छौँ होइन, क्राइस्टको महत्त्वलाई हामीले अहिले गुणगान गरिरहेछौँ। अनि एउटा कुरा चाहिँ मलाई के पनि लाग्छ नि अब यो सिजन नै क्राइस्ट भनेको चाहिँ के हो भन्दा चाहिँ म कसरी लिन्छु कसरी बुझ्न सकिन्छ भन्दा चाहिँ होप हो क्या सबैभन्दा ठुलो कुरा। इन क्राइस्ट अलोन आवर होप इज फाउन्ड पनि भन्छ नि गीतहरू सुनिरहेको हुन्छु। त्यो चाहिँ मानिसहरूको लागि जब हुन्छ नि केही नै आशा थिएन होइन, केही नै अब लाइक एभ्रीबडी बस निराश भएकोलाई चाहिँ हि केम टु दिस वर्ल्ड एउटा आशाको किरण भएर चाहिँ उहाँ आउनुभएको हो नि त होइन। अनि आई थिङ्क त्यो चाहिँ खुसीको हुन्छ नि। अब हामी उता इस्टर मनाउँछौँ अलिक पछि गएर होइन अप्रिलतिर मार्च अप्रिलतिर। अनि यो जन्म उत्सव यो प्रभु जन्मिनै गरेको अवस्थामा चाहिँ हामीले सिरिजमा सुनिरहेका छौँ कस्तो हुन्छ नि गाईको ढुँडमा होइन कस्तो नाजुक अवस्थामा जन्मिनु एउटा मानिसलाई हुन्छ नि यो संसारको व्यक्तिहरूलाई उद्धार दिनको लागि जन्मिनु भएको छ क्या। अनि एभ्रिथिङ इज थ्रु हिम। त्यो चाहिँ भन्दा तिमीले एभ्रिथिङ क्रिएटेड बाई हिम थ्रु हिम फर हिम भरे क्या। त्यो चाहिँ बुझ्नुपर्छ हामीले। हरेक कुरो उहाँबाट बनियो होइन, उहाँद्वारा बनियो तर उहाँकै निम्ति बनियो भने क्या उहाँको महिमाको निम्ति उहाँको महिमाको निम्ति। कुनै पनि यस्तो कुरा छैन कि त्यो त्यत्तिकै बनियो भन्ने कुरो। इलोन मस्कले त्यो बनायो उसको लागि होइन, हुन्छ नि यो परमेश्वरको योजना जस्तो लाग्छ मलाई। सबै जस्तै कस्तो भने एउटा त्यो चाहिँ कहाँ मलाई देख्छु भने त्यो उहाँ त्यो स्क्रिप्चरमा जन 1मा छ त्यो तल आएर हरेक कुरा बनियो तर उहाँकै निम्ति बनियो भन्ने कुरा विच इज अघि बोल्यो भने चाहिँ उहाँकै महिमाको निम्ति। यता साम्समा हेऱ्यो भने ठ्याक्कै मलाई पत्ता आएन तर हरेक त्यो सृष्टिले उहाँलाई नै महिमा दिइरहेको छ भनेर भन्छ क्या। अनि विच इज हामीले सिम्पल भाषामा हेऱ्यौँ भने इभन हामी देख्छौँ नि नन लिभिङ थिङ भन्छौँ नि त तर उनीहरूको त्यो प्रपर्टी छ अथवा गुण छ नि उनीहरू जुन छ नि जुन त्यही थ्रुबाट परमेश्वरलाई महिमा दिइरहेको ताराहरूले होस् होइन रुख बिरुवाहरूले होस् हरेक सँगै छ नि डाँडाहरू खुसी भए त्यत्तिकै लेखेको होइन क्या। त्यो चाहिँ हामी देख्छौँ मतलब उनीहरू नन लिभिङ भनेर तर उनीहरूको त्यो एउटा त्यो उनीहरू भनेको सर तर त्यो थोकहरू चाहिँ किन बनियो र त्यो उनीहरूले गर्नुपर्ने काम के थियो त्यो कामद्वारैबाट परमेश्वर त्यो पनि हो नि। त्यो ती थोकहरू पनि मिनिङलेस छैन क्या। इट्स डेलिबरेटली विथ द पर्पज पर्पज छ हरेक कुराको। अनि लाइक टु जस्ट टु थिङ्क अबाउट थोकहरूमा दे हेभ अ पर्पज देयर भने हामी त मानिसहरू हौँ उहाँको सृजनामा बनिएका व्यक्ति। अनि फिलोसफिकली हेर्दाखेरि चाहिँ त्यही भएर चाहिँ परमेश्वर एउटा वान सुपर बिइङ छ अथवा बाहिर एउटा गड छ भनेर यदि लिन सकेनौँ भने अथवा परमेश्वर छ भनेर विश्वास गर्न सकेनौँ भने एभ्रिथिङ मिनिङलेस देखिन्छ। एभ्रिथिङ यु क्यान डु एनिथिङ कसैले केही पनि भन्दैन होइन त्यो मिनिङै छैन। तर वेन एभर वी लुक मैले अस्ति मात्रै एउटा तिमीहरूको हाम्रो ग्रुपमा पनि पठाएँ एउटा साइन्टिस्ट क्रिस्चियन साइन्टिस्टको एउटा पोडकास्ट मैले हल्कामा सुनिरहेको थिएँ। एभ्री इलिमेन्टहरू हुन्छ एटम्सहरू यत्रो एटम्स हो भने कस्तो त्यो प्याटर्नमा बनिएको हुन्छ अरे क्या। सम हाउ इट्स सम लाइक त्यो डिसअर्डरै नभएको जस्तो तर एउटा प्याटर्नमा हुन्छ अरे क्या। इभन त्यो अब सानो सानो पार्टिकल भने हाउ द्याट ह्यापन भन्ने मलाई यही सन्दर्भमा त्यो होम एलोनको त्यो फुच्चेले उसको आमालाई भन्छ नि
नो मम के भन्छ नि अलिकति ग्राभिटी कम्ती भएको भने हामी क्र्यास हुन्छ अलिकति धेर भएको भने हामी क्र्यास हुन्छ त्यो याद आउँछ क्या लाइक एभ्रिथिङ इज सो पर्फेक्ट द्याट वी एक्जिस्ट भनेर त्यो बुच्चेले भनिरहेको हुन्छ क्या सो परमेश्वरको यो होल सृजना गर्ने क्रममा चाहिँ अलिकति तलमाथि भइरहेको हामी अहिले इमेजिन डुइङ दिस पडकास्ट इन ग्राभिटी हुन्छ नि त्यो क्रिस्चियन्स त्यो साइन्टिस्टले पनि के भनिरहेको थियो नि साइन्स र टेक्नोलोजीहरूले चाहिँ लाइक डिस्कभर गर्दै जान्छ क्या परमेश्वरको झन् ठुलो एन्ड जति गहिरोमा गयो जति डिस्कभर इज सो अमेजिङ हुन्छ अरे क्या अनि तर वी डिनाई टु गिभ लाइक यो यस्तो पत्ता लाग्यो भनेर आफूलाई नै ठुलो बनाउनेतिर जान्छ अरे क्या आफूले क्रेडिट लिने त्योतिर जान्छ अरे तर एज अ क्रिस्चियन्स हामी एउटा बिङ छ इभन लाइक ठुल्ठुला जस्तै म इलन मस्क सुनको उसले त बिलिभर होइन म अनेस्टली भन्छु होइन मैले आजसम्म धेरै आफूलाई फिल लाग्यो तर उसले के भन्छ नि उसले पनि भन्छ आई बिलिभ यसरी बोल्छ नि त आई बिलिभ छ ठुलो एकजना बिङ चाहिँ छ म पनि बिलिभ गर्छु तर उसले त्यो बाइबलको गडलाई चाहिँ बिलिभ गर्दैन एक्सप्लिसिट किनभने उसले किन त्यसो भन्छ भने हि नोज कि त्यो हरेक पार्टिकल्स र हरेक त्यो बनिएको इलिमेन्टहरू छ नि कस्तो त्यो प्याटर्नमा छ क्या इट्स नट डिसअर्डर लाइक छैन इभन अब बायोलोजिस्टहरूमा हेऱ्यो भने त्यो डिएनएहरूमा पनि कस्तो दामीको प्याटर्नहरू छ भन्छ आई थिङ्क जहिले पनि हामीले सानो नेकेड आइजले पनि नदेखेको कुराहरूलाई हामीले बुझेको छ भने चाहिँ आई थिङ्क जसले पनि यसलाई बुझेको हुन्छ त्यो मान्छेले चाहिँ अलवेज से कि देयर इज सम वान ग्रेटर बिङ भन्ने चाहिँ जहिले पनि भन्छ जस्तो लाग्छ आई थिङ्क तर अन्तमा आएर हु इज द ग्रेटर बिङ भन्ने हुन्छ होइन तर हामीलाई चाहिँ बाइबलले अब लिटरली अब परमेश्वर द ट्रिनिटी गड भनेर भन्छ त्यसमा चाहिँ भएको कारणले गर्दा आज हामी यसरी बसिरहेछौँ सो कमिङ ब्याक टु हुन्छ नि क्राइस्ट अलोन अहिले क्रिसमसको माहौल छ तिमीले अघि भनिरहेको थियो होइन क्रिसमसको माहौलमा चाहिँ हामीले यीशु क्रिस्टलाई चिनाउनु पऱ्यो भने चाहिँ हाउ वुड वी प्रेजेन्ट मलाई म कोही बेला आफूलाई यसो मन गर्दाखेरि बाइबलको स्टोरिजहरू पुरानो कुराहरूको वी क्यान ट्रस्ट गड हामीले भरोसा राख्न सक्छौँ येशू क्रिस्टमा भन्ने किन मलाई भित्री रूपमा कन्भिक्सन किन लाग्छ भने उहाँ मात्रै त्यो फेथफुल हुनुहुन्छ क्या उहाँले जब बोल्नुहुन्छ नि त्यो गरेर छाड्नु हुने परमेश्वर हुनुहुन्छ जस्तो लाग्छ क्या जुन चाहिँ म पुरानो करारको सबै स्टोरी हेर्छु र बुझ्ने प्रयास गर्छु र बुझ्दिनँ पनि कतिचोटि चाहिँ होइन बुझिरहेको हुँदैन तर हरेक स्टोरीमा फेथफुल हुनुहुन्छ क्या त्यो नयाँ करारभन्दा लामो छ है पुरानो करार तर पुरानो करारको सबै जीवनकालमा जेनेरेसनमा परमेश्वर फेथफुल हुनुभएको छ र गर्नुभएको छ उहाँले जे भन्नुभएको छ त्यो गर्नुभएको छ सो नयाँ करारमा पनि त्यो सबै भनेको कुरा नयाँ करारमा आएर पुरा पनि भएको छ येशू क्रिस्टमा अनि येशू क्रिस्टमा पनि अब हामीले उहाँले भन्नुभएको कुरोहरू छ कतिवटा म गर्ने छु है म आउने छु है भन्ने कुरो ल्याउँछ नि वी क्यान ट्रस्ट क्या गडलाई एकछिनको हामीलाई केही जस्तै अहिले हामी क्रेडिट चेक गर्दाखेरि हिस्ट्री हेर्दाखेरि बर्बाद छ भने ट्रस्ट गर्छ ब्याङ्कले दिँदैन हामीलाई लोनै दिँदैन त्यही एउटा कन्सेप्टमा म भन्छु परमेश्वरको हिस्ट्रीलाई हेऱ्यौँ भने हि इज सो फेथफुल कि हामीले ट्रस्ट गर्न सक्छौँ क्या अनि हिस्ट्री नै नभएर फट्टै निक्लेर भन्नु अब गर्नु के हो होइन थाहा त छैन केही त गर्नु भएको मलाई कसरी थाहा हुन त्यस्तै त हो नि अहिले क्रेडिट चेक गर्दा पनि तिमीले कति वर्षमा कति पे गरिरहेको छौ कसरी फेथफुल भएको छ तर म पुरानो करारको हरेक एडमदेखि सिधै यता मलाकीको पुस्तकहरूमा पनि हेऱ्यौँ भने परमेश्वर चाहिँ फेथफुल हुनुहुन्छ द्याट्स सच अ गुड वे टु पुट इट होइन तपाईँको त्यो प्रश्नलाई मैले निहाल्दै गर्दा चाहिँ कसरी लिन्छ भने चाहिँ उहाँ लभिङ एन्ड केयरिङ अल थोक हुनुहुन्छ होइन तर पिता पनि हुनुहुन्छ किन पिता पनि हुन्छ भने उहाँले स्ट्रेट आउट भनिदिनु भएको छ कि तिमीहरू यो नगर यो नगर यो नगर स्ट्रेट फरवर्डली होइन केही नलुकाइकन तिमीहरूले यस्तो काम नगर हुन्छ नि लाइक आफ्नो छिमेकीलाई प्रेम गर आफूलाई चाहिँ प्रेम गर कति गाह्रो कुरा हो सिधै भन्नुभएको छ नि त होइन सो हि इज लभिङ गड बट देयर इज अ बााउन्ड्री हुन्छ नि लाइक ओके दिस इज वाट यु हेभ टु डु इट्स नट जस्ट एबाउट हुन्छ नि ट्रस्ट मी बिलिभ मी होइन तर हि इज एबाउट द्याट के भन्छ त्यो अथोरिटेटिभ हुन्छ नि
त्यसरी पनि लिन्छु क्या कतिचोटि चाहिँ परमेश्वर तिमीलाई प्रेम गर्नुहुन्छ तिमीहरू यसुलाई विश्वास गर भन्नुको साथसाथै उहाँले क्लियर वार्निङ पनि दिनुभएको छ क्या कतिवटा त्यही म एड गर्छु एउटा कुरा चाहिँ के भन्छ भने धेरैचोटि चाहिँ मानिसहरूले त्यो कुरोलाई भन्नु गाह्रो मान्छ इभन प्रिचरहरूले पनि त्यसलाई हेजिटेट गर्नुहुन्छ के भन्दाखेरि अघि तिमीले भने जस्तै उहाँ प्रेमिलो हुनुहुन्छ उहाँ कृपालु हुनुहुन्छ उहाँ दयावान हुनुहुन्छ तर त्यसलाई हरेक कुरालाई छट्टै एउटा छोटकरीमा हामीले भन्यो भने उहाँ प्रेमिलो र उहाँ लभिङ मात्रै गड नभएर उहाँ जज पनि हुनुहुन्छ क्या जस्टिफाई गर्ने पनि हुनुहुन्छ क्या त्यो कुरोलाई चाहिँ हामी त्यति साह्रो ध्यान दिँदैनौँ जस्तै उहाँले बाइबलमा टन्नै लेखिएको छ तिमीहरूले विश्वास गरेर भने तिमीहरू नर्क जानेछौ भनेर होइन सो हि इज अ जज अब अहिले हामीले साधारण भाषामा संसारको हेऱ्यौँ भने यहाँ जज छ कति कोडहरूमा छ नियमहरू छ परमेश्वरको पनि त्यही छ हामी बाइबलमा हेऱ्यौँ भने नियमहरू टन्नै छ उहाँले भनेको कुरोहरूमा हामीले मानेनौँ भने त्यसको छिनोफाना दिनुपर्छ एकाउन्टेबिलिटी हुनुपर्छ भन्ने छ नि त अहिले हामी जसरी जिउँछौँ भने त्यसको एक दिन एकाउन्टेबिलिटी हुनुपर्छ भन्छ सो म मेरो काममा पनि एकजना कलिग्स मेरोसँग काम गर्ने साथीहरूसँग गफ गर्दाखेरि जहिले नि उनीहरूले चाहिँ कतातिर लान्छ भने एन्ड समटाइम वी क्रिस्चियन अल्सो डु द्याट त्यो चाहिँ दुःखको कुरो हो के भनेर जान्छु भने लभिङ गड केयरिङ गड भन्छ नि एन्ड एभ्री अरू रिलिजन्सको पनि त्यही कुरो गर्छ नि लभिङ केयरिङ होइन त्यहाँ त जजै छैन लाइक तिमीले यसो गर्यो भने यस्तो हुन्छ भन्ने क्या अनि हाम्रोमा चाहिँ स्ट्रेट फरवर्ड टर्नै अब जस्तै बाइबलमा भनौँ न हाम्रो भन्दा नि बाइबलमा चाहिँ स्ट्रेट फरवर्ड टर्नै छ तिमीले अघि मैले सुरुमै यो 8को यता 24तिर हेऱ्यौ भने तिमीले चाहिँ म परमेश्वर भनेर विश्वास गर्यो भने तिमीहरू आफ्नो पापमा मर्ने छौ है भनेको छ अनि यस्तो कुरोहरू स्ट्रेट फरवर्ड मान्छेहरूलाई मन पर्दैन अनि यही कुरो उसलाई म भनिरहेको थिएँ मैले उसलाई त्यो पद पनि देखाइदिएँ यु क्यान बिलिभ एनिथिङ यु क्यान बिलिभ आई डोन्ट केयर तर बाइबलले के भन्छ भन्ने कुरोमा डु यु बिलिभ द्याट त्यो हो अन्तिममा गएर तिमीले जेसुकै विश्वास गर अरू बाहिरको कुरोहरू हरेक कुरोहरू विश्वास गर तर बाइबलले भनेको कुरा चाहिँ विश्वास गर्छ कि गर्दैन यसु ख्रिस्टले यस्तो भन्नुभएको छ डु यु बिलिभ द्याट जिजस अर डिफ्रेन्ट जिजस यु क्रिएटेड इन यर ओन मान्छेहरूले आफ्नै यस परमेश्वर बनाउँछ नि त के मनपर्छ त्यो मात्रै बनाउँछ तर हामी त राम्रो अघि भने नि लभिङ केयरिङ हेल्पिङ मात्रैतिर जान्छौँ क्या तर उहाँले साँचो रूपमा कडाकडी पनि भन्नुभएको छ नि त हरेक कुरोमा त्यो कुरोलाई चाहिँ हामी अलिकति फेड आउट गर्छौँ क्या मान्छेलाई मन पर्दैन भनेर रिसाउँछ कि भनेर गर्छौँ तर नो परमेश्वरले रिसाउँछ कि भनेर भन्नुभएको छैन यो चाहिँ हामीले भन्नुपर्छ मानिसहरूलाई अनि त्यो भएको कारणले चाहिँ मैले त्यो कलिग्सलाई भने मैले सिधै भने युआर बिलिभिङ डिफ्रेन्ट जिजस सरी होइन इफ कहाँ यसो त साह्रो लभिङ हुनु यस आई लभ म त्यो बिलिभ गर्छु तर यसले त्यो पार्ट मात्रै भन्नुभएको छैन यसले सिधै रिपेन्ट पनि भनेको छ होइन डिनाई योर सेल्फ पनि भनेको छ होइन फलो मी डु यु डु द्याट आई मिन त्यो कुरो आउँछ नि त अनि लास्टमा चाहिँ होइन त्यो कुरा चाहिँ मलाई त्यति पर्दैन त्यो द्याट्स अ डिफ्रेन्ट जिजस विच इज नट ट्रु जिजस आई मिन लाइक त्यो हुँदै होइन आफूले बनाएको या आई थिङ्क तिमीले अघि भनिरहेको थियौ जेसुकै तिमी सोच तर अन्तिममा आएर बाइबलको है बाइबलमा लेखिएको स्क्रिप्चर्सहरूलाई चाहिँ बिलिभ गर्छ कि गर्दैन भन्ने कुरा हुन्छ होइन अनि अब फेरि आउँछ प्रश्न हामीले बाइबलमा लेखेकोलाई चाहिँ किन बिलिभ गर्ने भन्दाखेरि हामीले अघि तिमीले मेन्सन गरिरहेको थियो यूहन्ना 1मा हामी हेर्दाखेरि हामी त्यहाँनिर विवरण देख्छौँ कि सुरुमा होइन यीशु ख्रीष्ट वर्ड हुनुहुन्थ्यो भने त्यो वर्ड चाहिँ यीशु ख्रीष्ट मानिस भएर चाहिँ देहधारी होइन के अरे वर्ड चाहिँ ह्युमन फ्ल्यासमा आयो भन्ने कुराहरू छ अनि जति पनि हामी स्क्रिप्चरलाई हामी बिलिभ गर्छ भने वी हेभ टु नो कि वी आर के बाइबलमा लेखिएका हरेक के अरे वर्डलाई चाहिँ हामीले बिलिभ गरेर त्यसमै हिँड्नु भनेको चाहिँ नट अन्ली गुड थिङ्समा मात्रै होइन इभन दो इफ यु डोन्ट लाइक इट बट इट्स इन बाइबल अब हामीले त्यसलाई फलो गर्नु या त्यो भन्दाखेरि एट्याक खालि के गर्यो अब बाइबलमा बिलिभ हामी बाइबललाई बिलिभ गर्छ नि भने त्यो भएर के अरे स्क्रिप्चर अलोन भन्नु कारण त्यो अब स्क्रिप्चर अलोनमा
बाइबल चाहिँ पवित्र आत्माको प्रेरणाद्वारा लेखिएको भनेर हरेक मण्डलीले अथवा जुनै मण्डलीले बिलिभ गरेको छ कि छैन, यदि छैन भने यु क्यान एड एनिथिङ क्या, यु क्यान मेकअप एनिथिङ। तर होइन, बाइबल चाहिँ पवित्र धर्मशास्त्र चाहिँ स्वयं पवित्र आत्माको प्रेरणाद्वारा मानिस अब जस्तै अपोस्टलहरूबाट अथवा अगमवक्ताहरूद्वारा लेखियो भनेर विश्वास गर्छ गर्दैन। पहिलो कुरो त्यो मण्डलीले विश्वास गर्नु पर्यो। यदि गरेको छैन भने यु क्यान एड एनिथिङ एन्ड यु क्यान गिभ मिनिङ एनिथिङ। त्यो भएको कारणले चाहिँ यदि विश्वास गर्दैन त्यो भएर हेरेसीहरू आउँछ क्या, झुटो शिक्षकहरू आउँछ, टन्नै के आउँछ थाल्छ। कारण त्यो हो। अर्को कुरो चाहिँ म त्यही मेरो साथीको कुरा गर्छु, नाम त अब भन्दिनँ, तर काममा उसले कहाँबाट सुन्यो, बाइबल त 1500 शताब्दी पछाडि लेखिएको के भन्यो। अरे कहाँ चाहिँ देख्यौ तिमीहरूले 1500 भन्यो भने गुगल गर, गुगलमै पनि दिन्छ त्यति। 1500 त भन्दैन त भनेको। उसले चाहिँ भर्जन भनेको रहेछ, लाइक ट्रान्सलेसनहरू भर्जनहरू भन्छ नि। तर लेखिएको कुरोहरू हेऱ्यो भने त 1st and 2nd सेन्चुरीमै सकेको छ होइन। लगभग इभन त्यो के अरे 4 गस्पेल त त्योभन्दा पनि अगाडि त पलको लेटरहरू लेखेको रहेछ। 1st सेन्चुरीमा उसले लेखेको छ मण्डलीहरूलाई। सो इट्स सो एउटा भनौँ न त्यो हामी विश्वास गर्न सक्छौँ भनेर हिस्टोरियन्सहरूले टन्नै भनेको छ क्या, सो क्लोज। या इभन किन भन्दाखेरि जति नै ठुलो चलेको मान्छेको पनि होइन, जस्तै एलेक्जेन्डर द ग्रेट त लास्टै चलेको नि एक समयमा होइन, तर उसको पनि धेरै वर्ष पछाडि मात्रै लेखिएको कुरा गर्छ क्या। तर यीशु ख्रीष्टको मात्रै धेरै क्लोजमा लेखिएकोहरू आउँछ भन्छ। सो इफ वी गो लेखिएको कुरोहरूमा अघि बुझ्यो भने बाइबल चाहिँ किन विश्वास गर्नुपर्छ भने त्यो डकुमेन्ट्स त कति धेरै एट्याक गर्ने खालि त्यो करप्टेड भयो। अब मुस्लिमहरूले त्यही भन्छ हामीलाई होइन, क्रिस्चियनहरूले करप्टेड भयो भन्छ, अनि अरूले पनि त्यो कतिजनाले तर नबुझेको कारणले त्यस्तो धेरै भन्छ क्या। म चाहिँ त्यही लाग्छ जब यसको विषयमा अध्ययन गर्ने व्यक्तिहरू सुन्दै गयो भने क्रिस्चियन्सको मात्रै, अस्ति हामीले एक समयमा पनि भने क्रिस्चियनको मात्रै यस्तो डकुमेन्ट छ भन्छ जुन चाहिँ टु मेनी पाउन सकिन्छ अरे क्या। वी क्यान गो ब्याक, अहिलेको सबै उडायो भने त्यो म्यानुस्क्रिप्चरलाई हेऱ्यो भने वी क्यान मेक एगेन बाइबल। मैले त्यो वेस्ली हफको छोटो एउटा क्लिप हेरेर आएको थिएँ अस्ति, कुन दिन हो लाइक युट्युबमा आएको थियो क्या सोर्ट्समा। अन्त वान अफ द कम्पेरिटिभली हेर्ने हो भने हिस्टोरिकली होइन, साइन्टिफिकली अनि फिजिकल एभिडेन्स हुन्छ नि, सबै तिनवटालाई आर्कियोलोजिकली सबैलाई निहालेर हेर्दा चाहिँ कम्पेरिटिभली भनौँ न, सबै रिलिजनहरूलाई कम्पेयर गर्दा चाहिँ क्रिस्चियनिटी कम्स द टप विथ एभ्रिथिङ इज डिटेल्ड। हामीले बाइबलबाट हामीले हुन्छ नि ज्ञान लिएर मात्र होइन, इफ यु वान्ट टु गो फिजिकली टु लुक फर समथिङ हुन्छ नि, लाइक टु प्रुभ वाट बाइबलले भन्नु भनेको कुरालाई प्रुभ गर्ने, इट इज देयर फिजिकली, यु विल सी इट, यु फिल इट। यो कुराहरू सबै डकुमेन्ट हिस्ट्रिकली च्यानलमा छ रहेछ क्या हाम्रो चाहिँ छ। अनि यो हेतुले चाहिँ हामीले अब अहिलेको क्वेसनलाई अब कसैलाई भन्ने जाने भने बाइबल पढेर मात्रै होइन, बाइबल पढ, पवित्र आत्माले गाइड पनि गर्नुहुन्छ तिमीलाई, एलिमिनेसन हुन्छ नि, अब प्रताप हुन्छ नि कस्तो दिनुहुन्छ, प्रकाश कस्तो दिनुहुन्छ। त्यो साथसाथै हामी त वर्ल्डमा चाहिँ क्युरियस मान्छेहरू हो नि त, लुक इट अप गरेर हामीले हेर्दाखेरि एभ्रिथिङ इज वेल डकुमेन्टेड। त्यसो गर्दा चाहिँ हाम्रो आत्मिक खोराक बाइबलले दिन्छ र हामी संसारमा भएर चाहिँ लु फिजिकली हेर्ने म एभिडेन्स नै खोज्छु भन्दा चाहिँ यु विल फाइन्ड इट। त्यसरी सेटिस्फाई गराउन सकिन्छ जस्तो लाग्छ कोहीसँग। नबिल खरोसी भन्ने मरेर गइसक्यो, तिमीहरूले देखेको होला होइन, मुस्लिम मान्छे। उसको अब लाइफ स्टोरी हेऱ्यो भने ऊ त एउटा कलेजको स्टुडेन्ट भएर उनीहरूले कम्पेरिजनै गरेको, ऊ मुस्लिम हो अनि एउटा क्रिस्चियनमा, अनि उनीहरू एउटा ल नि त होइन। अनेस्टली सर्च गर्दैछौँ कुन चाहिँ मेक सेन्स र अलिकति लाइभ के भन्छ भरोसा गर्न सकिन्छ दुइटै स्क्रिप्चरमा, एउटा कुरान भयो एउटा बाइबल भन्दाखेरि ऊ भरे फेल खाएर भरे बाइबललाई विश्वास गर्नुपर्ने भयो क्या। उसले अनेस्टली रिसर्च गर्दै जाँदा त्यस्तो हुन्छ। या अब
तर मानिसहरू अनेस्टी हुँदैन नि त त्यो हो क्या अन्तिममा आएर आफ्नो ग्रिड अर त इगोले गर्दाखेरि वी क्यान नट डिफिट आवर इगो पिपल डोन्ट लाइक चेन्ज त्यो पनि हो मलाई चाहिँ विशेष गरी इगोलाई चाहिँ डिफिट गर्न सक्दैन कि त्यो भएर कि ह्युमन इगो इज लाइक अब फेरि हामीले सक्यौँ भनेको पनि होइन यो त पवित्र आत्माको काम हो किन आई थिङ्क आज हामीले वचनमा पनि सुनिरहेको थियौँ जहाँ त्यो के अरे जेफेसिस के अरे त्यो जोसेफस हिस्टोरियन हो जो व्यक्ति चाहिँ क्रिस्चियन पनि होइन भनेर भन्छ तर उहाँले लेखिएको हरेक पुस्तकहरूलाई हामीले निहाल्ने हो भने उहाँले चाहिँ यीशुको बारेमा लेखिएको छ भन्ने कुराहरू गर्छ कि अनि त्यो कुरालाई पनि हामीले चाहिँ दाबी गरेर भन्न सक्छौँ कि बाइबलमा लेखिएको कुराहरू चाहिँ इट्स नट जस्ट हुन्छ नि टेल्स होइन यो एउटा दन्ते कथाहरू होइन साँच्चै नै यो चाहिँ हिस्ट्री नै हो जहाँ चाहिँ भएको थियो होइन अनि अन्तमा आएर बाइबललाई एकमुष्टमा हामीले भन्यो भने म चाहिँ क्राइस्ट भन्छु होइन होइन किनभने पुरानो करारबाट हामीले हेऱ्यो भने पुरै लेखिएको छ कि एकजना आउँदैछ होइन हामी चाहिँ पापमा मरिसक्यौँ होइन देयर इज नथिङ यु क्यान डु आफै केही पनि गर्न सक्दैन तिमीहरू पापबाट बाँच्नलाई एकजना आउनै पर्छ भन्ने भएको कारणले गर्दाखेरि नयाँ करारमा साँच्चै नै उहाँ आउनुभयो होइन जो चाहिँ यीशु ख्रीष्ट होइन इमानुएल जसको मतलब परमेश्वर हामीसँग यशायाको पुस्तक अनि अब त्यो सबै कुरा हेर्दै गर्दाखेरि यीशु ख्रीष्टको बारेमा आज क्राइस्ट अलोन भनेर हामीले गफ गरिरहेको छौँ अब कसरी लिने यसलाई होइन तपाईँहरूले सुनेर के कसरी लिइरहेको क्राइस्ट भन्ने बित्तिकै क्राइस्ट अलोन भन्ने बित्तिकै यो म यो के अरे यो प्रोफेसीहरू पुराहरू भएको त्यो म के अरे हिब्रू च्यानल हेर्छु कि एउटा क्रिस्चियन हिब्रू क्रिस्चियन्सहरू जुइस क्रिस्चियन्सहरूको हेर्छु त्यो बुबलाई मैले कोही कोही देखाएको त्यो इन्टरभ्यू टाइपको आई मिन गएर उनीहरूले सोधिरहेको हुन्छ जुइसहरूलाई त्यो जस्तै उसलाई पढिदिन्छ क्या जस्तै सट्टै पढेर सुनाइन्छ यो कहाँ जस्तो लाग्छ भन्दाखेरि खालि न्यू टेस्टमेन्ट जुन चाहिँ त्यो एसआई 53 को छ नि उहाँलाई कुट्ने छ उहाँलाई के अरे क्रुसमा टाँगिने छ घोच्ने छ होइन लुगाहरू बाँडिने छ उयस खेलिन्छ यो पढ्दाखेरि को जस्तो लाग्छ भन्दाखेरि यसो क्रिसै भन्छ है उनीहरूले चिन्छ अनि यो चाहिँ कहाँ छ जस्तो लाग्छ भन्दाखेरि यो चाहिँ नयाँ करारै हुनुपर्छ भन्छ क्या तर डियो न उनीहरू अनि यो त एसआईमा हो त भन्दा है एसआईमा छ र यो भन्छ फेरि एसआई पुस्तक चाहिँ जुन चाहिँ भर्खर त्यो के अरे कुमरानको भर्खर त्यो डेड सी स्क्रोलमा भेट्यो नि त्यो एसआईको पुस्तक हामीले अस्ति हेरेर पनि आयौँ म अहिले त्यो मान्छेहरूले त्यो जो रोगनमा नि त्यो मान्छे छक्क परिरहेको थियो क्या अब आई डोन्ट नो कति 600 इयर्स ओल्ड बिफोर येशू क्रिस्ट आउनुभन्दा अगाडि 600 इयर्स पछाडि लेखिएको कुरोहरू जुन चाहिँ अहिले हाम्रो बाइबलमा हेर्दाखेरि नट टोटली चाहिँ भन्दिनँ तर त्यो लेटरहरू छुटेको होला एउटा च्याप्टर चाहिँ डल्लै छ होइन बुक चाहिँ त्यो क्या स्क्रोल चाहिँ हामीले त्यहाँ चाहिँ एउटा मात्रै होला तर बुकै त्यो स्क्रोल चाहिँ त्यो एसआईको टोटली छ भन्छ क्या द्याट्स वाइ जो रोगन वाज सो फ्यासिनेटेड अबाउट द्याट क्या हो र अब यसो क्रिस्ट आउनुभन्दा नि बिफोर लाइक 600 इयर्सको त्यो अनि अहिले बाइबलमा त्यो दुरुस्तै छ भनेपछि त लाइक समथिङ त्यो त्यतिकै लेखेको त होइन भन्ने कुरो अनि एसआईको पुस्तकमै छ फेरि बढी प्रोफेसी भएको जस्तै त्यो के अरे प्रिन्स अफ पिस होइन जुन चाहिँ एउटा चाइल्ड एउटा दिने छ होइन अनि फेरि अर्को कुरो चाहिँ त्यति मात्रै त मान्छेहरूले विश्वास गर्छ तर अलमाइटी गड भनेर पनि उहाँलाई कराइन्छ भन्दा त अलमाइटी गड लु त्यो त हुनै सक्दैन त्यही पढ्दाखेरि त जोइस मान्छेहरू को नि त उनीहरू अक्मकिन्छ यो पुरानो नयाँ पुस्तकको हुनुपर्छ भन्ने होइन के अरे त्यो पिस अफ के भन्छ प्रिन्स अफ पिसहरू छ नि त्यहाँ त के भन्छ शान्तिका राजकुमार हो यस्तोहरू कतिवटा कहलाइने भन्ने कुरा छ कि तर एउटा वर्ड छ जुन चाहिँ अलमाइटी गड त्यो पनि कसरी हुनसक्छ भन्ने क्या अरू त ठिकै छ अरे कहला अरे होइन पिस के अरे प्रिन्स अफ पिसहरू चाहिँ ठिकै छ तर अलमाइटी गड अनि त्यसमा चाहिँ उनीहरू मान्नै सक्दैन क्या विच इज इभन नमाने पनि उनीहरूकै पुस्तकमा पनि छ के अरे अब कसरी नमान्ने अब आई डोन्ट नो यो नयाँ आई डोन्ट नो एक्ज्याक्टली त्यो यहोवा सलोम यहोवा हिरेहरू भने यो पुरानो यसैमै होइन त्यो चाहिँ प्रायः अब यो होल बाइबलमै ठाउँ ठाउँमा निक्लिएको छ हिरेहरू गाइस
हामी यो क्राइस्ट एलोन कुरा गर्दै गर्दा अलिकति अफ टपिक थोरै चाहिँ किनभने 1 वर्ष नि भएछ हामीले पडकास्ट सुरु गरेको होइन टुडे इज दिस विक इज आवर एनिभर्सरी विक खोइ त बट के अरे केक नखाने हुन्छ हाम्रो लोयल भ्युअर्सहरूलाई लोयल भ्युअरहरू कतिजना हेर्दै हुनुहुन्छ हामीलाई सहयोग गर्दै हुनुहुन्छ थ्याङ्क यू सो मच भन्न चाहन्छु पर्सनली हामीलाई 1 वर्षको अन्तरालमा अहिले 1 वर्ष अगाडि गएर हेर्नुभन्दा हामी अनुहारमा कदमा चेन्ज भएको छौँ होला तर हाम्रो यो बोल्ने कतिवटा कुराहरू इम्प्रुभ पनि भएको देख्नुभयो होला अनि वी लाइक इफ यु कुड सेयर फ्यु थिङ्स विथ अस होइन अडियन्सहरूले केही जान्न चाहनुहुन्छ भने लेट अस नो बट वी एप्रिसिएट होइन यत्रो 1 वर्ष वी वुड नट ह्याभ डन दिस हुन्छ नि कतिजनाले हाम्रो करेक्सन पनि गर्नुभयो के गर्नुभयो कति इम्प्रुभमेन्ट पनि आइरहेको छ होइन सो इट्स बिन अ इयर गाइस इट्स बिन अ लङ इयर आई गेस थ्याङ्क यू फर वाचिङ अस अनि कतिवटा अब हामीले जब कुरा गर्दै गर्दाखेरि खुल्दुली भयो होला होइन अनि मनन गर्ने एउटा माध्यम भनौँ न यो पोडकास्ट हामी पनि अरूको पोडकास्ट हेरेर एउटा मनन गर्ने के भन्नु सोचलाई अलिकति एक्सप्यान्ड त्यसलाई बढाउने कुरोहरूमा पोडकास्टले धेरै हेल्प गरेको हुन्छ तर आजको पोडकास्ट झट्टै अहिले आएको चाहिँ जतिवटा प्रोफेसीहरू भएको छ नि सर पढेर हामी अन्त्य गर्न सकिन्छ होला जस्तो लाग्यो हुन्छ म एउटा पढ्छु ओके कुन अघि मैले भने चाहिँ एसआई 9 को 6 मा यसरी लेखेको छ अघिको यो मैले एक्सप्लेन अलिकति गरेँ तर सिरियली यो पढ्दाखेरि चाहिँ झनै अझै राम्रो हुन्छ होला किनभने यो चाहिँ एसआई 9 को 6 मा किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ हाम्रा निम्ति एकजना छोरा दिएको छ शासन उहाँको काँधमा हुनेछ उहाँ अचम्मका सल्लाहकार शक्तिशाली परमेश्वर अनन्तका पिता शान्तिका राजकुमार कहलाउनुहुनेछ उहाँको शासन र शक्तिका वृद्धिको अन्त्य कहिले हुने छैन दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन र त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ शक्तिशाली सर्वशक्तिमान परमप्रभुको जोशले यो पुरा गर्नुहुनेछ आमेन अलिकति ब्याक जाने हो नि आई थिङ्क बुबु यु गट ओके यो चाहिँ अलिकति मिनिङफुल हुन्छ लास्टमा पढ्दाखेरि ओके पुरानो करारबाट होइन म चाहिँ यूहन्ना 1 को पढ्नु पर्यो हुन्छ द्याट मेक्स सेन्स यूहन्ना 1 मा अब हामी सबैले जानेको होइन परमेश्वर यसु ख्रिस्ट चाहिँ वचन पहिल्यैदेखि हुनुहुन्थ्यो अनि यहाँ चाहिँ लेखिएको छ जन यूहन्नाले लेख्नु भएको चाहिँ उहाँ चाहिँ साँच्चै नै फ्ल्यासमा आउनुभयो भन्ने कुराहरू यूहन्ना 1 को 1 मेसेज लेखिएको छ आदिमा वचन हुनुहुन्थ्यो वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन परमेश्वरबाट पठाएका एकजना मानिस थिए जसको नाउँ यूहन्ना थियो उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए अनि आफै त्यो ज्योति थिएनन् तर त्यस ज्योतिको गवाही दिन आए हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो उहाँ संसारमा हुनुहुन्थ्यो संसार उहाँद्वारा बनियो तापनि संसारले उहाँलाई चिनेनन् उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन् तर जतिले उहाँलाई ग्रहण गरे र उहाँका नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो तिनीहरू रगतद्वारा
शारीरिक इच्छाद्वारा र कुनै मान्छेका इच्छाद्वारा होइनन् तर परमेश्वरबाट जन्मिएका हुन्छन्। अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँका महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एक मात्र पुत्रको जस्तो थियो। अब यो चाहिँ यूहन्नाले उहाँको यो सुसमाचारको त्यो पत्र लेख्दै गर्दाखेरि एक प्रकारको जुन 90 एडी भन्छ होइन, त्यो समयमा चाहिँ हेरेसिसहरूले हुन्छ नि विभिन्न प्रकारको टिचिङ्सहरू आइरहेको बेलामा चाहिँ साँच्चै नै हामी चाहिँ येशू क्रिस्ट जो चाहिँ सुरुदेखि हुनुहुन्थ्यो त्यो येशू क्रिस्टलाई चाहिँ हामीले साँच्चै नै फ्ल्यासमा हामीले देख्यौँ भन्ने कुरोहरू चाहिँ डिफेन्ड गरिरहेको छ क्या। अनि अब यो क्रिसमसको समयमा यो वचनलाई नपढिकन त आई थिङ्क हामी यो क्रिसमस मनाउनु अलिकति पुरा हुँदैन जस्तो अलिक कस्तो है, किनभने फ्ल्यासमा जन्मिनु भएको छ नि त। अनि हामी हरेक दिन हरेक वर्ष हाम्रो आफ्नै पनि जन्म मनाउँछौँ होइन। अनि त्यो भएको कारणले गर्दा यो त अझ हामीलाई मुक्ति दिने हुने के अरे व्यक्तिको कुरा आइरहेछ, के अरे मुक्ति दिनुहुने परमेश्वरको कुरा आइरहेको छ। अनि वाइ नट क्रिसमस मनाउने होइन। दिस इज नट पेगन्स रिलिजन। त्यही सन्दर्भमा प्रोफेसीको कुरा गर्दै गर्दाखेरि अब यसाया 7:14 हामीले अघि पढिरहेको थियौँ होइन। आई वान्ट टु कन्क्लुड विथ द्याट। यसै कारण परमप्रभु आफैमा तिमीले कहाँको पढ्यौ? सरी यसाया 7:14। यसै कारण परमप्रभु यो चाहिँ अलिकति अगाडि छ। यसै कारण परमप्रभु आफैले तिनीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर कन्याले गर्भधारण गर्नेछिन् र तिनले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाम इमानुएल राखिनेछ। अब सिजन्सको हुन्छ नि यो क्रिसमसको समयमा मलाई चाहिँ त्यो अब इमानुएलले लेखेछ नि होइन। एक्ज्याक्टली मिस द्याट ल इमानुएलले त एसाइमा लेखिरहेछ यता आएर मती 9:13 होला सायद कि 1:13 हो कि 9:13 फर्स्टमै छ इमानुएल 1मा हो 1:23 अब यो नाम त अब ठिकै छ अरे पुरानो करार पढेर नयाँ करारमा होइन। अब मान्छेले नाम लेख्यो अरे भन्ने, तर कस्तो छ भन्दाखेरि 53 मा जुन तिमीले यो कुरा गर्यौ नि होइन 9 को होइन 50 तिमीले त्यो यहाँ त्यो पढ्न आँटेको पढौँ 50 पढ न। यो चाहिँ खतरा छ कि अहिलेको त जन्मेको कुरा वर्ड फर वर्ड। अब यो चाहिँ मृत्युको पनि कुरा गरेको छ किनभने त अब जन्मेको नामहरू त अब आउँछ नि त। जस्तै अब के अरे तर त्यसको शब्द त कति पावरफुल छ। इमानुएल भनेको अर्थ के भन्दा परमेश्वर हामीसँग। जस्तै एसायाले त्यही कुरा गरिरहेछ, यता मतीमा त्यही कुरा गरेको छ। वर्ड फर वर्ड छ त्यो लेखेको हुन्छ नि द वे। त्यही त। सो यो चाहिँ अब यो त अहिलेको जन्म भयो भने फेरि मृत्युको अलिकति उहाँले कष्ट भएको कुरो पनि गरेको छ। यो चाहिँ एसाया 53:7 मा। अनि जब यो पढेर जुइसहरूलाई सुनाउँदा यो त पक्का नयाँ करारमा भन्छ, तर यो एक्चुअली 53 मा हो। एसाया 53:7 मा यसले छ ऊ थिचोमिचोमा पर्यो र उसलाई कष्ट पर्यो तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लागेको थुमा जस्तै ऊ डोर्याएर लगियो। आफ्नो उन कत्रोको सामु भेडा मौन भनेर चुप लगाएर मौन भए चाहिँ उसले आफ्नो मुख खोलेन। अत्याचार र इन्साफद्वारा ऊ लगियो। उसका सन्तानका बारेमा कसले विचार गर्न सक्छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो र मेरो प्रजाका अपराधको निम्ति उसमाथि कुटाइ पर्यो। उसको चिहान दुष्टहरूसित बनाइयो र मृत्युमा धनीहरू उसको साथमा थिए। यद्यपि उसले केही उपद्रव गरेको थिएन, न त उसको मुखबाट केही छल थियो। तापनि उसलाई चकनाचुर र कष्टमा पार्न परमेश्वरको इच्छा थियो र
परमप्रभुले उसको प्राणलाई दोष बलि झैँ बनाउनु भए तापनि उसले आफ्ना छोराछोरीलाई देख्नेछ र आफ्नो दिन बढाउनेछ र परमेश्वरको इच्छा उसकै हातमा अन्त हुनेछ, उन्नत हुनेछ। अझै तलसम्म जानुपर्ने हो। आई थिङ्क यसमा अब मेन्सन गरिएको चाहिँ कस्तो ग्रेट छ क्या। अब प्रिस्टहरूले दे डिडन्ट नो दिस। अलिकति उसका प्राणको क्या हो वेदना पछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ र उसले तिनीहरूलाई अधर्म बोक्नेछ। उसले तिनीहरूका अधर्म बोक्नेछ। यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु र उसले लुटको माल सामर्थ्यहरूसित बाँड्नेछ, किनभने उसले आफ्नो जीवन मृत्युमा खनायो र ऊ अपराधीहरूको गन्तीमा गनियो, किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थ भनेर मिडिएटर गरियो। यस्तो डिटेल्समा छ यार, लाइक द होल क्रोनोलोजिकल हुन्छ नि, उहाँलाई चाहिँ कसरी चाहिँ के गरिन्छ र के हुन्छ भन्ने कुराहरू होइन। एन्ड पिपल टु डिनाई दिस एन्ड गोइङ ब्याक सिइङ जिजस हिमसेल्फ होइन, लाइक इट सोज क्या लाइक द इम्पोर्टेन्स। द थिङ इज अब के छ भन्दाखेरि त्यो समयमा अभियसली जो परमेश्वरको घरानाहरूकोमा व्यक्तिहरू थिए होइन, जुइसहरू थिए, उहाँहरूलाई दे न्यू दिस थिङ होइन। उहाँहरू त सानैदेखि प्राय रट्नुपर्ने हुन्छ। अनि यस्तो कुरोहरू जान्दा पनि अरू व्यक्तिहरू त ठिकै छ जसले चाहिँ सुनेका भरमा छ भने, तर यसलाई पढेर यसलाई मनन गरेर यसलाई टिच गर्ने व्यक्तिहरूले पनि चाहिँ साँच्चै नै यसो क्रिस्टलाई चाहिँ त्यसरी जसरी के अरे के भन्छ प्रोफेसाइ भएको छ त्यो कुराहरू चाहिँ पुरा भएको छ क्या। अनि अब यस्तो देख्दा पनि हामी चाहिँ अझै पनि बाइबलमा लेखिएका कुराहरूलाई हामी विश्वास गर्न अझै कठिनाइता हुन्छ भने चाहिँ इट्स नट हुन्छ नि कसरी यसलाई पुटिन गर्ने क्या हुन्छ नि, कसरी यसलाई इट्स डिप। मलाई चाहिँ के लाग्छ भने कतिचोटि अहिलेको सन्दर्भमा मैले करेक्ट मी इफ दिस डजन्ट मेक सेन्स होइन, लेट मी नो योर ओपिनियन। तर कतिचोटि चाहिँ अहिले इफ समथिङ इज टु गुड टु बी ट्रु समटाइम इट्स नट ट्रु हुन्छ नि अहिलेको सन्दर्भमा। तर यो सिनेरियो हेर्दै गर्दा चाहिँ इट वाज सो गुड टु बी ट्रु एन्ड इट वाज ट्रु। हामी धेरैचोटि अब अघि मैले भने नि, यदि जस्तै म त्यो अघि क्रेडिट हामीले एप्लाई गर्दाखेरिकै उयो दिन्छु क्या, लाइक केही नै हिस्ट्रीमा केही नै छैन भने कसरी ट्रस्ट गर्ने येशू ख्रिस्टलाई होइन। तर इतिहासमा हेऱ्यो भने त अनि उहाँको कुरोहरू अघि अहिले हामीले पढेकोदेखि लिएर परमेश्वरको योजनाहरू हेऱ्यौँ भने त उहाँ जहिले पनि के भन्नु धर्मशास्त्रले के देखाउँछ, उहाँ चाहिँ फेथफुल हुनुहुन्छ है, उहाँले भनेको कुरोहरू पुऱ्याउनुहुन्छ। उहाँले भनेको कुरोहरू नपुऱ्याउँदा त म एउटा तिमीहरूले सर्मन सुनेको छ कि छैन जुन के अरे एडम होइन के अरे फेथ फादर अफ फेथ भनेर बुझ्छ नि, एब्राहमसँगको करार बाँधेको मिनिङहरू हेर्ने ट्राई गर्नु कि बाफ्रे कस्तो खतरा छ क्या त्यो। उहाँले इट्स लाइक करार अब्राहम र परमेश्वरको बाँध्दा चाहिँ उहाँले के भन्नुभएको छ भन्ने विषयमा हि इज लाइक त्यहाँ म अस्ति एउटा थियोलोजियन्सको सुनिरहेको थिएँ क्या, त्यो करार बाँध्दा चाहिँ एउटा एनिमल ल्याएर काटिएको छ क्या, अनि त्यसले के सिम्बलाइज गरिरहेको हुन्छ अरे भन्दा चाहिँ यदि मैले भङ्ग गरेँ भने मेरो चाहिँ यस्तो हालत होस् भनेर भन्छ अरे क्या परमेश्वरले। मैले भनेको कुरा म पुरा गर्छु भन्ने कुरा। तर तैँले बिगारिस् भने अथवा एब्राहमले बिगार्ने म तँलाई त्यस्तो केही पनि गर्दिनँ भन्ने छ, उसलाई चाहिँ अनुग्रह छ। तर परमेश्वरले चाहिँ भनेको कुरालाई पुरा गर्नुहुन्छ। अनि यो कुरो चाहिँ
यदि त्यो उहाँले त्यस्तो गर्नुहुन्छ भने अब आज यीशु ख्रिस्टमा आएर यीशु ख्रिस्टले पनि धेरै प्रतिज्ञा गर्नुभएको छ होइन, म अन्त्यमा उनीहरूलाई उठाएर लानेछु भन्ने कुरोहरू छ होइन। म मेरो जस्तै उहाँ असल गोठालो हुनुहुन्छ होइन, म के अरे मेरो भेडाहरूलाई त्यसरी लस्ट हुन दिँदिनँ। अब कतिवटा उहाँले प्रमिस गर्नुभएको छ र उहाँले त्यो पुरा गर्नुहुन्छ भनेर हामी भरोसा राख्न सक्छौँ भन्नु खोजेको क्या। धेरैचोटि चाहिँ के हुन्छ भने अब जस्तै यो जुइसहरूले कसरी बिलिभ गर्न सकेन भन्ने कुरोहरूमा त अब योजना पनि हो परमेश्वरको एउटा फोक्स होइन, तर उनीहरू चाहिँ ब्लाइन्ड भइदियो क्या। जस्तै त्यो ट्याक कतिवटा के त्यो काममा त्यो के गर्नुपर्छ भन्नेमा धेरै ध्यान पाएपछि त्यसको त्यो मिनिङहरूमा के चाहिँ भन्दै हुनुहुन्छ भन्ने कुरोहरूलाई धेरै ननिहाल। तर अब जुइसहरू पनि सबै छैन भने नि कति भइसकेछ लाइक येशू ख्रिस्टलाई विश्वास गर्नेहरू अहिले धेरै फेरि ब्याकहरू आउँदैछ क्या। अनि परमेश्वरको योजनामा अब जति चुनिएका छन् लास्टमा गएर उनीहरू आउँछन्। आई थिङ्क पास शङ्करको लास्ट विकको वचन 2 weeks ago जस्तो लाग्छ। आई थिङ्क त्यो उहाँले पनि मेन्सन गर्दै हुनुहुन्थ्यो जसरी येशू ख्रिस्ट आउनुभयो उहाँ चाहिँ पुरानो करारमा लेखिएको हरेक लजहरूलाई चाहिँ भङ्ग गर्न आउनु भएन, तर त्यसलाई चाहिँ पुरा गर्न आउनु। जसरी के अरे पुरानो करारमा हरेक के अरे त्यो लजहरू कमेन्डमेन्ट्सहरू लेखिएको छ त्यसलाई चाहिँ देयर वर नो वान हु कुड फुलफिल इट होइन। त्यही भएर येशू ख्रिस्ट आउनु भएर उहाँले साँच्चै नै फुल्ली कम्प्लिटली ह्युमन भएर उहाँले पुरा गर्नुभयो होइन। अनि त्यो कारणले गर्दा भङ्ग भएन, तर त्यो उहाँले राखिदिनु भएको त्यो स्ट्यान्डर्ड चाहिँ इट्स टु हाई कि हामी कसैले पनि हुन्छ नि जसरी फरिसीजहरूले गरिरहेको त्यो एउटा त्यो देखिन्थे तर खासै त्यो हृदयबाट भएन भन्ने कुरोहरू हामी पाउँदछौँ। आई थिङ्क त्यो स्ट्यान्डर्डलाई चाहिँ बिट गर्न लागि हामी सक्दैनौँ होइन। त्यही भएर त परमेश्वर येशू ख्रिस्ट आउनु पऱ्यो र अनि उहाँ चाहिँ साँच्चै नै हाम्रो निम्ति नै जसरी अब्राहमलाई इसाकलाई त्यो त्यसरी हुन्छ नि बलि चढाउन जाँदै गर्दाखेरि जसरी परमेश्वरले त्यति बेला पनि होइन अब्राहमलाई एउटा थुमा के भन्छ तयार पारिदिनु भयो, त्यसरी नै उहाँहरूले चाहिँ साँच्चै नै अल इन वान प्राइसमा चाहिँ येशू ख्रिस्टमा चाहिँ हाम्रो हरेक पापहरू चाहिँ लगाइदिनु भयो भन्ने कुराहरू चाहिँ हामी यसलाई चाहिँ मनन गऱ्यो भने चाहिँ आई थिङ्क यसले चाहिँ हामीलाई हम्बलनेस र हुन्छ नि त्यसमा लाने चाहिँ सर्मनहरू कतिवटा अब मैले शान्तिसँग कुरा गरिरहेको थिएँ। जस्तै सर्मनहरूमा जस्तै अब्राहम हरेक ठुल्ठुला विद्वान प्रभुले चलाएको व्यक्ति हुन्छ नि व्यक्ति पुरानो करारको नयाँ करारको कतिचोटि चाहिँ हामी यसरी प्रश्न सोचिरहेको हुन्छ जस्तै के हामीले अब्राहमले यस्तो गरेका छौँ भन्ने कुरोहरू गरिरहेको छ कि त त्यस्तो हुँदा चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने अब्राहमलाई पनि पवित्र आत्माले चलाएको हो क्या हुनुपर्ने त्यो। जस्तै आजकै समयमा पनि जस्तै जोसेफको कुरोहरू छ नि के जोसेफले जस्तो हामी स्थिर जता परमेश्वरले जता बोलाएको थियो त्यही हामी जान्छौँ बाई नेचरले हुने मलाई चाहिँ लाग्यो मेरो अन्डरस्ट्यान्डिङ बाई नेचरले हुने जोसेफले गर्न सक्दैन त्यो कुरो, तर पवित्र आत्मा परमेश्वर त्यहाँ हुनुहुन्छ क्या। सो वी हेभ टु बी थ्याङ्कफुल। इभन द क्वेसन चाहिँ हामीलाई यसरी आयो भने चाहिँ जसरी के जोसेफले जस्तो गर्न सक्छ नो आई क्यान्ट डु माइ सेल्फ, तर म पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भनेर त्यसमा विश्वास गर्छु। जतिवटा क्यारेक्टरहरू छ बाइबलमा उनीहरू आफ्नै शक्तिले गरेको होइन भने हामी विश्वास गर्नुपर्छ। इम्पोसिबल्सलाई पोसिबल्स बनाएको छ नि त। त्यो चाहिँ कतिचोटि चाहिँ हामी चाहिँ प्रचार गर्दाखेरि क्यारेक्टरहरूलाई महान देखाउँछौँ क्या, तर क्यारेक्टरहरूले कसरी गर्नु सक्यो भन्ने कुरोहरू ब्याकग्राउन्डमा हेऱ्यो भने चाहिँ इट्स अल गड। पवित्र आत्मा परमेश्वर अथवा गड भन्दा पनि केही फरक पर्दैन, परमेश्वरले नै त्यो व्यक्तिहरूलाई त्यसरी चलाउनुहुन्छ क्या। तर हामी वी क्यानट से कि अब सिम्सनको कुरामा सिम्सनले यस्तो गर्यो अथवा दाउदले यस्तो गर्यो, तर दाउदलाई मात्रै छोड्यो भने त हि इज गन लस्ट, हि गन डिस्ट्रोय। तर परमेश्वर त्यो व्यक्तिको भएको कारणले चाहिँ उसले गर्न सकिरहेछ है भन्ने कुरो कन्क्लुजनमा मैले भन्नु। इन द सेम टाइम अल द क्यारेक्टर्स आर सिग्निफिकेन्ट के फेरि इन अ वे लाइक हुन्छ नि उहाँ बाइबलमा आउनु नै इट्स इनफ के हुन्छ नि। कति कुराहरू परमेश्वरले हामीलाई के देखाउनु खोजिरहेको छ। हामीले मोस्टली बाइबलमा क्यारेक्टर्सहरूलाई हामीले रिड गर्ने भने जहिले पनि प्रायः सबै नै पतन भएको कुराहरू छ क्या होइन।
त्यहाँनिर चाहिँ के बुझ्न सक्छौँ हामी भन्दाखेरि जस्तै अब हामी पतन त नभनौँ एउटा फल पापमा फल भएको छ पतन भन्दा त है साँच्चै नै त्यो सकियो भने माई भ्याड नेपाली कहिले काहीँ त्यस्तो हुन्छ बट फल भएको पापमा फल भएको कुराहरू हामी पाउँदछौँ इभन हाम्रो डेभिड पनि होइन इज लाइक के अरे परमेश्वरको हृदयको नजिकको व्यक्ति भनेर लेखिएको छ तर अब उसले त झन् कस्तो ठुलो पाप गरेको छ होइन आफ्नै के अरे आर्मीको वाइफसँग त्यसरी सहवास गरेको छ अनि अर्को कुरो अर्को कसो पनि सोचिरहेको थिएँ मैले तर सट्टै आएन तर त्यस्तो हरेक क्यारेक्टर्सहरूले त्यसरी गरेको छ होइन इभन जोसेफ लाइक पुरानो करारमा उहाँको यस्तो राम्रो छ है काहीँ पनि त्यो हुन्छ नि त्यो उसले पाप गरेको केही पनि देखाएको छैन तर साँच्चै नै हामीले पुरानो करारलाई त्यो उहाँको के अरे लाइफलाई हामीले साँच्चै नै निहालेर हेऱ्यो भने द एन्डमा चाहिँ उसको के भएको छ भन्दाखेरि अर्को घरानाकोसँग बे गरेको देखाएको छ कि जुन चाहिँ अब त्यति बेला इट वाज नट के अरे त्यसो गर्नु हुँदैन थियो एन्ड ही नोज अबाउट परमेश्वरको एकदमै हरेक कुरालाई पालना गर्ने व्यक्ति थिए तर पनि त्यो कुरामा चाहिँ फल भएको छ भन्ने एउटा प्रायः जस्तो त्यस्तो देखाएको छ होइन त अब यसको मतलब यो हो कि हामी ह्युमनहरू चाहिँ हामी जहिले पनि फल हुन्छौँ पवित्र आत्माको शक्ति बिना चाहिँ हामी चाहिँ नथिङ अब सोलोमनको हामीले पुस्तक पढ्यो भने व्यर्थ किन लेख्नु पर्दैन संसारको सबैभन्दा के भन्छ बुद्धिमानी मानिस उसले लेखेको छ व्यर्थ त्यो एनिमेसन मैले पठाएको थिएँ क्या दामी बनाइदिएको क्या त्यो समन राजाको त्यो अलिक मैले त्यो ग्रुपमा बिएनसीको उयसमै पठाएको थिएँ तिमीहरूले हेरेको धेरै अगाडि जस्तो छ आई थिङ्क प्रोजेक्ट एउटा एनिमेसन टाइपको बनायो क्या अलिकति एआईले बनाइन्छ नि त अनि यता भोइस गर लगाइदिएको कस्तो दामी बनाएको छ सिम्सनको पनि त्यस्तै दामी बनाएको छ मैले चाहिँ पहिला चाहिँ सुरु चाहिँ उयो सोलोमन राजा गरेको थिएँ क्या सोलोमन राजाकोमा कस्तो दामीको कन्क्लुजन दिएको हुन्छ क्या सर्मन टाइपको लास्टमा गएर क्या ही हेज एभ्रिथिङ के चाहिँ अभाव थियो र सोलोमन राजाकोमा होइन तर परमेश्वर ही सिम्स लाइक युजलेस किनभने उसले केही पनि गर्न सकेन अर्को कुरो त त्यत्रो यो 700जना बुढीहरू किन बिहा गर्नु भन्ने कुरोहरू आउँछ सो तिमीहरूले त्यो एनिमेसन हेर्ने उसको भोइस त्यो बनाएको र एनिमेसनमा दामी लाग्यो क्या मलाई तर एनिवे लास्टमा अब कन्क्लुड गर्दाखेरि चाहिँ त्यो हो येशू ख्रिस्ट पावलले भने जस्तै येशू ख्रिस्टलाई चिन्ने कुरामा चाहिँ हामीले हरेक कुरा आफूले गरेको कुरोहरूलाई चाहिँ हानि ठाराकै ठान्नुपर्ने हुन्छ उहाँलाई चिन्नु पाउनु र उहाँलाई पाउनु जस्तो ठुलो कुरो केही पनि छैन अब बाइबललाई हेरेर बाइबलको शिक्षालाई हेऱ्यो भने तर मानिसहरूले म खालि बाई नेचरली लाग्छ मलाई चाहिँ त्यो चाहिँ होइन मैले यस्तो गरेँ उस्तो गरेँ होइन कोहीलाई क्रेडिट लिनु खोज्छ नि त तर अघि मैले भने नि जोसेफले आजको स्टोरी जोसेफले त्यस्तो हरेक कुरा गर्न सकेको पनि ऊ त्यति राम्रो भयो ऊ धार्मिक भएर गऱ्यो भन्नु नि एक प्रकारको होला जस्तो लाग्छ तर पवित्र आत्माकै काम चाहिन्छ क्या त्यस्तो अप्ठ्यारोपनमा पनि जस्तै मलाई लाग्छ त्यो पवित्र आत्माकै काम होला हाम्रो प्यारेन्ट्सहरू हाम्रो फ्यामिलीहरूले पनि एक समयमा होला हामीलाई त अब प्रभु यीशु ख्रिस्टलाई पछ्यायौँ हामीले अब के भन्ने होला होइन आँट पनि आइरहेको छ लु विश्वास गर्नुपर्छ भन्ने पनि होइन डर पनि भइरहेछ के भन्ने होला तर पनि गऱ्यौँ नि त जेसुकै भनोस् भनेर पनि गोला गऱ्यौँ नि अब त्यतिखेर म भने मैले गरेँ मेरोमा यस्तो थियो भन्ने त तर पवित्र आत्मा परमेश्वरले आई बिलिभ बाइबलको भावलाई हेऱ्यो भने हामीलाई त्यो सामर्थ्यहरू दिनुहुन्छ क्या त्यो आँटहरू दिनुहुन्छ गएर प्रचारकहरू मारलाई जस्तो गर्ने ठाउँमा गएर प्रचार गरिरहेको हुन्छ उनीहरूको शक्ति बलले भएर त त्यो आँट दिनुहुन्छ ल मारे नि ठिकै छ म मर्छु होला तर मैले यो सुसमाचार मैले सुनाउनु पर्छ भन्ने क्या त्यो कहाँबाट आउँछ इट्स अल थ्रु गड परमेश्वरले त्यो सामर्थ्य दिनुहुन्छ भन्ने क्या मेरो नि कन्क्लुड एउटा हेरिरहेको थिएँ होइन when Christ alone is crowned होइन then our assurance is possible क्या ट्रु त्यसलाई अब नेपालीमा सरलले बुझ्ने भने संक्षिप्तमा जब हामी प्रभुमा चाहिँ प्रभुलाई चाहिँ विश्वास गर्छौँ भने चाहिँ उहाँद्वारा मात्र चाहिँ हाम्रो जुन के भन्छ एसुरेन्सलाई त एउटा कस नेपालीमा एक्ज्याक्ट वर्ड हेर्ने हो भने सुरक्षित छौँ भन्छ नि आत्मिकी रूपमा यदि उहाँलाई हामी विश्वास गर्छौँ भने चाहिँ अनि मात्र हाम्रो
हुन्छ नि मुक्तिको एक्ज्याक्टली द्याट वर्ड मुक्तिको निश्चयता चाहिँ उहाँद्वारा मात्र छ अनि द्याट्स सच ए ग्रेभ स्टेटमेन्ट जस्तो लाग्छ अनि हामीले यत्रो कुरा गर्दाखेरि आई होप सुन्ने व्यक्तिहरूलाई पनि सम हाउ समवेयर जिजस इज द लोर्ड भन्ने कुरालाई होइन अलिकति मनमा आभास भयो होला अनि रिसर्च गर्ने बुझ्ने मनमा जागृति भयो जस्तो लाग्छ आई थिङ्क द्याट्स माई सेड टु द एन्ड आई थिङ्क दुई प्रकारको हुन्छ जस्तो लाग्छ आई थिङ्क जसले चाहिँ क्राइस्टलाई अलरेडी मेरो मुक्तिदाता भनेर हिँड्न थालेको र एउटा चाहिँ इज जस्ट अ मेसेन्जर भन्ने टाइपको होइन गुड पर्सन गुड टिचर भन्ने हुन्छ भने आई थिङ्क जसरी पनि हामी परमेश्वर चाहिँ मुक्तिदाता हुनुहुन्छ भन्ने व्यक्तिहरू छ उहाँहरूले चाहिँ हामी पनि होइन इट लाइक मलाई पनि सबैजनालाई हुन्छ अनि यसमा चाहिँ हामी हिँड्दै गर्दाखेरि चाहिँ धेरै जस्तो चाहिँ हामी ह्युमन नेचरमा हामी छौँ यो कहिले पनि हट्दैन अनलेस हामी च्यानमा नजान्जेलसम्म होइन तर यो क्रममा हामी हिँड्दै गर्दा चाहिँ पवित्र आत्माको काम चाहिँ जहिले पनि भइरहेको हुन्छ सेङ्क्टिफाइड शुद्धिकरणमा हिँड्ने कुराहरू भइरहेको हुन्छ अनि यसमा चाहिँ हुन्छ नि जसरी पावलले भन्छ जहिले नि मैले जे गर्न खोजिरहेको छु म अर्कै कुरा गरिपठाउँछु भन्ने हुन्छ अनि यसमा चाहिँ जसरी जुन एउटा सुरुको हामी विभिन्न प्रकारको के अरे फेथ त्यो एउटा इग्नाइट भएर हामी होइन उहाँमा हामी छौँ अनि त्यसमा चाहिँ हुँदै गर्दाखेरि चाहिँ हामी धेरैचोटि चाहिँ हम्बलनेसमा जाने चाहिँ हामी प्रयास गरौँ जस्तो लाग्छ होइन पवित्र आत्माको शक्तिको द्वारा होइन किनभने त्यतापट्टि गयो भने चाहिँ कति पनि हाम्रो जीवनमा भएको कुराहरूले चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा हुन्छ नि त्यो हम्बलनेसले चाहिँ हामीलाई के गराउँछ भन्दाखेरि इट्स नट मी है भन्ने तर अब त्यो हम्बलनेसलाई चाहिँ फोकस नगरेर अरू कुरामा त पनि त छ नि त होइन बाइबलमा त धेरै कुराहरू अनि त्यो कुराहरूमा गऱ्यो भने चाहिँ हामी धेरै सजिलोसँगले चाहिँ हामी अरू के अरे ट्र्याकहरू लिन सक्छौँ जस्तो लाग्छ होइन बिस्तारै बिस्तारै किनभने त्यो घमण्डपन आउने बित्तिकै एउटा त्यो पापको एउटा के भन्छ के भन्छ सुरुवात उत्पन्न हुने कुरोहरू आउँदछ अनि त्यो भएको कारणले गर्दाखेरि नो म्याटर हाउ वी आर हुन्छ नि सुरुमा हामी परमेश्वरमा हामी पूर्ण नयाँ भएका छौँ त्यसमा चाहिँ हामी बारम्बार क्राइस्टलाई चाहिँ लिएर क्राइस्टले जिउनु भएको उहाँले गर्नुभएको कुराहरू लिएर चाहिँ हामीले त्यसमै मनन गरिरह्यो भने चाहिँ हम्बलनेसमा जान चाहिँ धेरै सहायता पुर्याउँछ जस्तो लाग्छ नत्र फेरि त्यस्तो कुराहरूमा हामीले मनन गरेन भने हामी प्रायः जस्तो स्वर्गमा गएर पाउने त्यो मुकुटहरूको कुराहरूमा फोकस हुन्छ क्या स्पेसली मलाई चाहिँ कतिचोटि के लाग्छ भने यो क्या त हामी हम्बल हुनुपर्छ हामी नम्र हुनुपर्छ भन्छ नि तर त्यो पनि दिनुहुने हो क्या बाई नेचरली स्वभावले हेर्ने तिमी हम्बल होइन क्या बुझ्नुपर्ने त्यो अघि बुबले भने जस्तै हामी जब उहाँको योजना र उहाँले दिनुभएको शिक्षाहरूलाई हामी मनन गर्छौँ भने त्यसले नै हम्बलमा लाने हो होइन यदि बुझेकै छैन भने त त्यसले त हामीलाई इगोस्टिकमा लागिहाल्छ नि जस्तै अघि हरेक कुरा उहाँले गर्नुहुन्छ भनेपछि जस्तै पावलले भन्नु खोजेकै त्यही हो एफिसी 2 को 8 मा होइन यो मानिसकोबाट होइन है यो त परमेश्वरले वरदानको रूपमा दिएको भन्यो भने अनि किनभने यदि मानिसबाट आफूले गर्नु सक्ने त उनीहरूले घमण्ड गरिहाल्छ नि भन्ने कुरो हो क्या अनि त्यो भएको कारणले गर्दाखेरि हामी नम्र हुनुपर्छ हामी के हुनुपर्छ भन्नुपर्छ एक प्रकारको सही सुनिन्छ कोही बेला तर त्यो चाहिँ कहाँबाट आउँछ भन्दा चाहिँ जब हामी बुझ्छौँ नि रियालिटीलाई यसो निहाल्दाखेरि ओहो आई थिङ्क इज क्राइस्टलाई हामी आफ्नो परमेश्वर मुक्तिदाता भनेर सम्झिन्छ भने उहाँले गर्नुभएको कामलाई हामीले हेऱ्यो भने कति हम्बलनेसमा उहाँ आउनु भएको जान्छ जस्तो लाग्छ मेरो लागि एक्सेप्ट गर्ने हो भने अब उहाँको जन्मै अब एउटा गोठको होइन डोडमा भएको कुरा आउँछ त्यो तिमीले अहिले गाईको के अरे डोडमा के भन्छ तर आई थिङ्क बाइबलमा गाईको छैन गोठ के भनेर छैन भन्छ होइन तर जस्ट गोठको के अरे डोडमा भनौँ न त्यस्तोमा भन्ने कुरोहरू छ अनि त्यस्तो यो ह्युमन रेसलाई चाहिँ मुक्ति दिनलाई चाहिँ उहाँ चाहिँ गोठको म उयसमा जन्मिनु भएको बुकमा अझै एउटा एड गर्छु त्यो हम्बलनेसमा चाहिँ जुन पावरको देख्छु नि म
जुन चाहिँ अघि भने यदि कसैसँग म दाँच्ने हो त म कहाँ हो होइन तर परमेश्वर येशू ख्रीष्टलाई चिन्ने कुरोमा चाहिँ म सबै कुरा हानि नै ठान्छु अनि अर्को कुरो अब त्यस्तो हुँदा पनि आफ्नो स्वभावलाई हेरेर हम्बलनेस पनि हुन्छ परमेश्वरलाई नै हेरेर हुन्छ आफ्नो स्वभावलाई पनि म के गर्नु खोज्छु म राम्रो गर्नु खोज्छु तर बिग्रिरहेको हुन्छ होइन म असल गर्नु खोज्छु जुन कुरा म गर्न खोज्छु होइन असल छ त्यो गर्नु खोज्छु गर्न सकिरहेको जुन कुरा छैन असल त्यो म गरिरहेको हुन्छु स्वभावको कुरो अलिकति गरेको छ त्यहाँनिर अनि त्यस्तो स्वभावको म जस्तो यस्तो मान्छेलाई यस्तोबाट मलाई कसले चाहिँ बचाउन सक्ला र हो म आफै त सक्दिनँ येशू ख्रीष्ट बाहेक भनेर उसले कन्क्लुड गरेको छ त्यसमा अनि त्यो भएको कारणले त्यो देख्दा चाहिँ त्यसले चाहिँ साह्रै हम्बल बनाउँछ क्या त्यो पनि हो अलिक मलाई केही पनि एड गर्नु मन परेन तर्कमा तर्क हुन्छ तर मलाई के लाग्छ भने जसले चाहिँ प्रभुलाई उदार चित्तले र साँचो रूपमा विश्वास गर्छन् नि हम्बलनेस चाहिँ शिक्षाबाट नि बाइबलको हुन्छ नि स्क्रिप्चरले पनि सिकाउँछ क्या एन्ड देन द्याट चाहिँ पवित्र आत्माको काम हो जस्तो लाग्छ जो मान्छेले ट्रुली विश्वास गर्छ नि प्रभुले जस्तो भनौँ त हार्डेस्ट थिङ आज्ञा दिँदै गर्दा भन्नुहोस् आफ्नो छिमेकीलाई प्रेम गर आफूलाई चाहिँ प्रेम गर भनेको छ नि यु गट हम्बल योर सेल्फ टु द कोर टु लभ अदर मान्छे हुन्छ नि छिमेकीलाई प्रेम गर्नलाई डजन्ट मिन आफ्नो पल्लो डोरलाई मात्र होइन जस्ट टु लभ द पर्सन द्याट यु हेड द्याट यो हुन्छ नि त्यो भित्र जलन भएको मानिसहरूलाई कसैलाई अब मन नपर्ने डिफ्रेन्ट ओपिनियन भएको मान्छेहरूलाई प्रेम गर्ने चाहिँ भित्रबाट चाहिँ हामी एक प्रकारको खम छैन र हम्बल छैन भने चाहिँ द्याट विल नेभर कम जस्तो लाग्छ मलाई चाहिँ अब यो फेरि हम्बलनेसको अर्को पडकास्ट पनि गर्न सकिन्छ होला तर आई थिङ्क मलाई ठ्याक्कै तिमीले हम्बलनेस कुरा आइराख्दा चाहिँ के आइरहेछ भने यो हम्बलनेस हुनको लागि चाहिँ अघि पवित्र आत्माले चलाउने कुरा आउँछ नि त होइन यसमा चाहिँ विभिन्न मानिसलाई विभिन्न प्रकारले उहाँले चलाउनुहुन्छ क्या कसैलाई हुन्छ नि कस्तो जीवन दिएर होइन त्यो कुराहरूबाट चाहिँ पुरा पिटेर उसलाई त्यो मानिसलाई एकदमै हम्बल एउटै चाहिँ हुँदैन कसैलाई हुन्छ नि स्क्रिप्चर्सलाई मात्रै त्यो हुन्छ नि मनन गरेर एउटा हम्बल बनाउँछ भने कसैलाई चाहिँ लाइफलाई पिटेर क्या त्यो छ क्या अनि तर म अन्तिममा जोड दिनुपर्ने भने चाहिँ स्क्रिप्चरलाई अन्डरस्ट्यान्डिङमा हो है या अब इफ यु डोन्ट अन्डरस्ट्यान्ड स्क्रिप्चर मैले अघि भने यो हरेक कुरा हामीले कुरा गऱ्यौँ नि भरे लास्टमा त्यो कुरो बुझेनौँ भने मलाई चाहिँ त्यो मुक्तिमै सवाल लाग्छ भन्नु कारण त्यो अघि हामीले मुक्तिको कुरा जब गर्छौँ नि जुन चाहिँ यो मेरोमा होइन रहेछ इट्स अल हिम भन्ने कुरा हामी बुझेनौँ भने नि त्यो मानिसले म चाहिँ नियाँको दिनमा खडा हुँदा चाहिँ मैले त्यो मेरो साथीसँग पनि कुरा गरेको त्यो काम भने उसले पनि काँडा झट्टै त्यो कुरो शब्द निकालेर मैले भने नियाँको समयमा के चाहिँ परमेश्वरको अगाडि हामी के चाहिँ लिएर जान्छौँ होला लास्टमा बाइबलमा हेर्नु त यीशु ख्रीष्टमा मैले पार्टिकुलर ट्रस्ट राखेको छौँ कि त उहाँले भनेको जस्तो उहाँले मेरो पापहरू लानुभयो होइन उहाँ मेरो लागि मर्नुभयो त्यो सङ छ होइन त्यसमा हामीले विश्वास गरेको छौँ कि त भन्ने कुरो सो मलाई चाहिँ कतिचोटि के लाग्छ मैले पहिल्यैदेखि स्ट्रेस दिएको चाहिँ डु वी नो दिस किनभने एउटा थियोलोजन चाहिँ भनेको छ फेथ इज नट अ ब्लाइन्ड फेथ भन्छ क्या फेथ हेज अ कन्टेन्ट भन्छ वाट यु नो के विषयमा तिमीले बुझेको छ भने त त्यसमा फेथ राख्ने हो त नबुझेको विषयमा कसरी फेथ राख्ने भन्छ क्या सो म चाहिँ सुसमाचार चाहिँ छोटकरी भन्दा हामीले बुझेको छौँ कि छैन भन्ने कुरो लास्टमा गएर अनि त्यो स्क्रिप्चरले हामीले सबै जस्तो अघि बुबुले हामी भन्छौँ हामी रिजेनेरेट गर्ने पनि उहाँ नै हुनुहुँदो रहेछ हामीलाई डोर्याउने पनि उहाँ नै हुनु सबै उहाँमा जान्छ भने अटोमेटिकली हामीलाई हम्बलमा लान्छ क्या तर हम्बलनेस फेरि अर्को कुरो यस्तो पनि होइन जस्तो तिमी बुबु र म तर्क गर्दाखेरि अथवा मैले बुझेको छु अरे र मेरो पक्षमा मैले बुझेको कुराहरू अर्कोलाई भन्दाखेरि हामी डिनाइ एकअर्कामा एग्री टु डिसएग्री हुँदा चाहिँ बाजे यिनीहरू हम्बलै रहेन नो हाम्रो कल्चरमा त्यो छ तर हामी डिसएग्री र एग्री त गर्न सकिन्छ नि त यदि मैले यो कुरोलाई ट्रुली विश्वास गरेको छु भने त म त उसँग त हल्का त एउटा कन्भर्सेसन त हुन्छ नि त एग्री डिसएग्री त तर जब हाम्रो कल्चरमा चाहिँ के छ भने त्यो देख्यो भने यो भाइ त गएछ खेर रेस्पेक्टै छैन यार भन्छ अब के भन्नु गफै नगर्नु नि त्यसो है मेरो चाहिँ त्यो होइन यस्तो लाग्छ अब कतिचोटि चाहिँ अब याकुब 4:10 भन्छ हम्बल योर सेल्फ बिफोर लर्ड भन्छ नि अब अनि उहाँले तिमीहरूलाई उच्चमा पार्नुहुन्छ भन्ने छ नि त्यो कन्सेप्ट छैन क्या आफूलाई उच्चमा पारिरहेको हुन्छ परमेश्वरप्रति हुन्छ नि एक प्रकारको ओके मैले पनि सिक्नुपर्ने रहेछ है
मैले पनि बुझ्नुपर्ने रहेछ यो भाइहरूले कहाँबाट बोल्दैछ के बोल्दैछ त्यो लेनदेन हुन्छ नि लिने र आफूले पनि दिने हुँदैन क्या सो हाम्रो सोसाइटी नै हाई पावर सोसाइटी हुन्छ क्या हामीले अरू ठुलोलाई आदर गर्नुपर्ने अनि ठुलोले रङ बोल्दैछ भने नि वी हेभ टु गो विथ इट करेक्ट गर्ने हाम्रो सोसाइटल कतिवटा कल्चरै त्यस्तो रहेछ क्या अमेरिकनहरूमा कत्रो मान्छेहरू डिसएग्री गर्छ लाइक बट दे सेक ह्यान्ड एन्ड सेक इट अफ एट दि एन्ड आई थिङ्क हमल हामी सायद अर्कोमा हामी गफ गर्छौँ होला तर हमलनेस इन क्राइस्ट हुनु पऱ्यो होइन परमेश्वरले दिनुभएको वचन किनभने उहाँ आफै पनि वचन हुनुहुन्छ भन्ने कुराहरू छ सो हमल पनि हामी केमा छौँ भन्ने कुरो हुन्छ अन्तिममा प्रश्न होइन सो तपाईँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो यति लामो क्राइस्ट अलोन क्रिस्टस है क्रिस्टस होइन क्रिस्टस त्यो यो हिब्रू वर्ड इट्स लाइक क्रिस्टस सोला क्रिस्टस भन्छ होइन हामीले सोला ग्राचिया गऱ्यौँ अनि लास्टको छ अब एउटा बाँकी छ अनि तपाईँलाई धेरै धेरै धन्यवाद कुनै पनि यसो हामीले गफ गर्दै गर्दा हामी जति नै तयार पारेर आए तापनि त्यसलाई हामीले एक्ज्याक्टली हामी उतार्न सक्दैनौँ तर कुनै पनि प्रश्नहरू कुनै पनि कन्फ्युजनहरू छ भने प्लिज रिच आउट टु अस कुनै पनि माध्यमहरूबाट हामीलाई रिच आउट गर्न सक्नुहुन्छ वी आर रेडी टु टेक यर रिफ्लेक्सन्सहरू एडभाइसहरू होइन म पनि छोटो चाहिँ के भन्छु भने हामीले जति बुझेका छौँ त्यो विषयमा कुरा इट्स नट लाइक सबै बुझेको छ भनेर हामीले गफ गरेको होइन हामीले जति बुझेका छौँ एकअर्कामा त्यो भलाखुसारी भयो भने अझै बढ्छ भन्ने हो नि त जति कुरा गऱ्यो भने त्यतिको एक्सपान्ड हुँदै जाने हो नि त रिमेम्बर पनि हुन्छ साथसाथै के पनि हो नि वेयर सेयरिङ आवर फेलोसिप विथ यु त्यसरी लिँदा नि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ अनि अलिकति बोल्दै गर्दाखेरि 1 वर्षको एनिभर्सरीमा थिक एन्ड थ्रु सुजन गुरुङ सुजन Thank you so much. It's up to you. Thank you so much for your special shout out. तिमी नहुनु भयो हामी यहाँनिर इट्स गोना बी लाइक हुन्छ धेरै लास्टै गाह्रो हुन्छ थ्याङ्क यू म्यान 4टा क्यामेरा ह्यान्डल गर्नु गाह्रो हुन्छ All right. Thank you everybody. Merry Christmas. Merry Christmas. And Happy New Year in advance. सबैभन्दा छोटो गर्ने भनेको होइन आज लामो